यहाँ आउँदैछ होइन? हजुर हुन्छ ल हामी सुरु गरौँ अब त्यसो भए हामी प्रकाशको पुस्तक द बुक अफ रेभेलेसन हैन अब तपाईहरु सबैजनालाई अंग्रेजी आउँछ हैन त्यसकारणले हामी अंग्रेजीमै हामी पढ्ने छौं अनि म नेपालीमा तपाईलाई भन्छु अगाडि तल जानुस् अब खासमा यो इन्ट्रोडक्सन हो इन्ट्रोडक्सन हामीले तीनटा कुरा हेर्ने छौं हामीले यहाँ माथि हेर्यो यो जुन कन्टेन्ट छ इन्ट्रोडक्सनमा हामीले पहिला हामी हेर्ने छौं हिस्टोरिकल ब्याकग्राउन्ड हैन जुन प्रकाशको पुस्तक छ द बुक अफ रेभेलेसन त्यो लेख्नुमा जुन हिस्ट्री उसको ब्याकग्राउन्ड छ पृष्ठभूमि छ त्यसको बारेमा हामी हेर्ने छौं जस्तै भयो हाम्रो लेखक हामी सबैले भन्छौं कि जोन हैन द एपोस्टल जोनले चाहिँ लेखेको भनेर साधारण रूपमा तर धेरै यदि हामी गहिराइमा हेर्यो भने धेरै त्यसमा चाहिँ अहिले एकछिन माथि नै जानुस् न पहिलो पेजमै राख्नुस् म हजुर पछि जाउँला सो हिस्टोरिकली त्यहाँ चाहिँ धेरै कुराहरू छ हैन जोन त हामी भन्छौं तर कुन जोन वा के छ धेरै विश्वासहरू धेरै प्रोफेसर भनौं धेरै धेरै स्कलर्सहरूले चाहिँ जोनलाई चाहिँ एउटा लेखकको रूपमा लिएको छैन धेरै कारण छ त्यो हेर्ने छौं त्यसपछि दोस्रो कुरा हामी हेर्ने छौं डेट हैन कहिले लेखेको हो त यो जुन प्रकाशको पुस्तक छ यो लेखेको समय कहिले हो त्यहाँ हामी दुईटा कुरा हेर्ने छौं दुईटा डेट एउटा चाहिँ नेरोको समयमा भयो एउटा चाहिँ नेरो एउटा सिजर नेरो त्यसपछि अर्को छ डोमिसियन हैन सिजर डोमिसियन दुईटाको डेट चाहिँ हाम्रो माझमा प्रस्तुत गर्ने छु मैले दुईटामा एउटा चाहिँ तपाईहरु अझै पढ्नु होला तर दुईटामा एउटा चाहिँ धेरै विद्वानहरुको भनाइ छ कि यो दुईटामा एउटा डेटमा चाहिँ लेखेको भनेर त्यसपछि यो लेखेको जुन ऑडियन्स हैन रिसिपिएन्ट्सहरु छ कसको लागि लेखेको त भन्ने कुरामा हामी यो सबै चाहिँ हिस्टोरिकल ब्याकग्राउन्डमा चाहिँ हामीहरुले हेर्ने छौं र दोस्रो हामी हेर्ने छौं यो यसमा चाहिँ थियोलोजिकल ब्याकग्राउन्ड हैन हिस्टोरिकल ब्याकग्राउन्ड त हेर्यो तर रेभेलेसन जुन हाम्रो प्रकाशको पुस्तक छ यसमा थियोलोजी चाहिँ के पाउँछौं त हैन यो चाहिँ खाली साइन्स एन्ड हैन यो सिम्बल्सहरु मात्र हो कि हैन एउटा डराउनको लागि मात्र लेखेको हो कि परमेश्वरले चाहिँ केही सिकाउन कोसिस गरिराख्नु भएको के छ त यो पुस्तकमा हैन उसको थियोलोजी हैन लेखकको थियोलोजी के छ त्यो पनि हामीले हेर्ने छौं विशेष गरी तीनटा हामी हेर्ने छौं त्यहाँ एस्केटोलोजी हैन त्यसपछि हामी हेर्ने छौं कभेनेन्ट करार हैन त्यसपछि हामी प्रोफेट्सको बारेमा पनि हामी हेर्ने छौं थियोलोजिकल ब्याकग्राउन्डमा त्यसपछि अन्तिम हामीले हेर्ने छौं यो कोर्समा इन्ट्रोडक्सनमा चाहिँ लिटरेरी ब्याकग्राउन्ड हैन कुनै पनि पुस्तक हामी पढ्दाखेरि चाहिँ त्यसको लिटरेचर हैन कुन लिटरेचर हो हैन कुन प्रकारको लिटरेचर व्हाट काइन्ड अफ लिटरेचर इज इट हैन त्यो चाहिँ जान्नु एकदमै जरुरी छ हैन जस्तै पोएम भयो हैन कविता भयो र अर्को भयो कथा स्टोरी तपाई र मैले चाहिँ कथा र स्टोरीलाई चाहिँ एकै नासले पढ्न सक्दैन हैन किनभने हामीलाई थाहा छ कविता चाहिँ के हो त पोएम चाहिँ ट्राई हैन जनरली के हो डाइरेक्ट हुँदैन हैन जस्तै कसैको बारेमा वर्णन गर्दै छ भने कवितामा हामीले विभिन्न कुरा प्रयोग गरेर हामी भन्छौं हैन जस्तै हामी गीतहरु सुन्छौं गीतमा चाहिँ कविता हैन त्यसमा चाहिँ हामी कसै प्रेमी वा प्रेमिकालाई हामी वर्णन गर्छौं भने के गर्छौं के अर्कै वस्तुहरुलाई चाहिँ प्रयोग गरेर हामी लेख्छौं तर कथा छ भने के हुन्छ कथा डाइरेक्ट हुन्छ हैन त्यसकारणले यो प्रकाशको पुस्तकको जुन जेनर छ लिटरेचर चाहिँ कुन लिटरेचर हो त हैन भन्ने कुरा पनि हामीले हेर्ने छौं सो इन्ट्रोडक्सनमा हामी तीनटा मेन कुरा हेर्ने छौं हिस्टोरिकल ब्याकग्राउन्ड थियोलोजिकल ब्याकग्राउन्ड र लिटरेरी ब्याकग्राउन्ड है सो इन्ट्रोडक्सनमा हामीहरु आउँ अलिकति माथि गर्दिनुस् इन्ट्रोडक्सनमा हामी हेर्यो भने नयाँ करारको पुस्तकमा हामी जाउँ हैन विशेष गरी गस्पल्स हैन सुसमाचार द बुक अफ हैन ऑल द गस्पल्स जति पनि चारवटा गस्पल्स छ सबै गस्पल्समा हामी के पाउँछौं भने येशू ख्रीष्ट मर्नु भयो
बस हैन त्यसपछि सबै कुरा सिद्धिएको छ। अब विश्वासीहरू त जति पनि मानिसहरू बाहिर छ, अन्य जातिहरू भयो या सुसमाचार पछि जानेछ, उनीहरूको लागि चाहिँ के छ भने येशू ख्रीष्ट मर्नुभयो। अब विश्वासीहरूको लागि चाहिँ अन्त त्यही नै हो भन्ने कुरा चाहिँ उनीहरूले सोचिरहेको थियो हैन। ख्रीष्टलाई क्रुसमा मारियो, गाडियो। विश्वासीहरूलाई थाहा छ, 120 जनालाई थाहा, तर अरू बाँकीहरूको निम्ति चाहिँ त्यस्तो फिलिङ चाहिँ उनीहरूमा थियो। त्यसपछि जब सुसमाचार पाएर हैन बाहिर गयो, लिएर गयो हैन, त्योभन्दा अगाडि चाहिँ सुसमाचार लानुभन्दा अगाडि विश्वासीहरूलाई चाहिँ थाहा थियो, तर उनीहरूलाई डर पनि थियो हैन। अब हाम्रो जुन येशू ख्रीष्ट हुनुहुन्छ उहाँ त मर्नुभयो, गाडिनुभयो, अब सिद्धियो भनेर सबै जति पनि रोमी शासकहरू थियो, सादुसी फरिसीहरू थियो, जसले येशू ख्रीष्टलाई मार्नुभयो, सबै चाहिँ आरामले बसिरहेको थियो। तर हामी विश्वासीहरूलाई थाहा छ येशू ख्रीष्ट चाहिँ तेस्रो दिनमा बौरी उठ्नुभयो। बौरी उठ्नु भएर देखाउनु भयो कि यसो क्रिस्चियनहरूको जीवन चाहिँ अहिले खतम भएको छैन, विश्वासीहरूको आशा चाहिँ खतम भएको छैन हैन। येशू ख्रीष्ट बौरी उठ्नुभयो, बौरी उठेर उहाँले देखाउनु भयो कि भिक्ट्री हैन, विजय चाहिँ उहाँले हासिल गर्नुभयो भनेर चाहिँ उहाँको रेजुरेक्सनबाट चाहिँ उहाँलाई देखाउनु भयो। अब यही शिक्षालाई चाहिँ अब हामी देख्छौँ प्रकाशको पुस्तकमा। त्यसपछि अरू विभिन्न पत्रहरू हैन, पौलले लेखे 13वटा 12वटा पत्र लेखे, 13वटा पत्र लेखे, पत्रुसले लेखे, सबै पत्रहरूमा पनि यही कुरा देख्छौँ। तर अब रेभेलेसनमा चाहिँ अझै विस्तृत रूपमा चाहिँ हामी देख्छौँ हैन। प्रकाशको पुस्तकमा योहन्नाले लेख्दैछ कि प्रभु येशू ख्रीष्टलाई क्रुसमा टाँगियो हैन, चिहानमा गाडियो, त्यो चाहिँ खतम होइन, त्यतिमा सीमित छैन हैन। उहाँ चाहिँ फेरि पुनरुत्थान हुनुभएको छ। त्यसपछि जति विश्वासी जनहरू अहिले विभिन्न समस्याहरूबाट गइरहेको छ, त्यसको लागि पनि एउटा होप छ भन्ने कुरा चाहिँ खासमा प्रकाशको पुस्तकले हामीलाई सिकाउँदछ है। त्यही अनुसार अब हामी जानेछौँ हिस्टोरिकल ब्याकग्राउन्ड, हिस्ट्री के हो यो प्रकाशको पुस्तकको। त्यो चाहिँ सबैभन्दा पहिलो कुरा हामी हेर्नेछौँ अथरको बारेमा। प्रकाशको पुस्तक चाहिँ कसले लेख्यो हैन, तपाईँहरू सबैलाई थाहा छ, योहन्ना हैन। तपाईँहरू अब बोल्नुहोस् है, म प्रश्न गर्दैछु, एक इन्टरेक्सन। तर योहन्ना भन्ने एकजना मात्र व्यक्ति थिएन हैन। अझै हेऱ्यो भने हामी यसको विस्तृतमा हामी जाने छैनौँ, तर हामी हेऱ्यौँ भने त्यहाँ धेरै योहन्नाहरू पनि थियो। तर हामी अहिलेको लागि हामी जानेछौँ, हामी यो मानेर जानेछौँ कि प्रभु येशू ख्रीष्टको चेला योहन्नाले लेखेको हो न। त्यसको लागि प्रकाशको पुस्तक तपाईँहरू पल्टाउनु भयो भने सुरुमै हामी देख्छौँ कि लेखकको बारेमा चाहिँ लेखकले स्वयंले भन्दैछ हैन। हामी प्रकाश 1:1मा हामी जानेछौँ, तपाईँहरू आफ्नो बाइबल हेर्न सक्नुहुनेछ, नेपालीमा इङ्ग्लिसमा। पहिला नै सुरुवातमा नै हामीलाई त्यहाँ देखाएको छ कि को चाहिँ यसको लेखक हो हैन। 1:1मा भनेको छ त्यसपछि 4मा 1देखि अनि 1 अनि त्यसपछि 4, जोन टु द 7 चर्चेस। एक पदमा द रेभेलेसन अफ जिजस क्राइस्ट व्हिच गॉड गेव हिम टु शो हिज सर्भेन्ट हैन। यो सर्भेन्ट को हो त? 4 पदमा हामी हेर्छौँ भने जोन हैन, योहन्नालाई चाहिँ प्रभु येशू ख्रीष्टले आफ्नो सर्भेन्ट, आफ्नो दासलाई चाहिँ यो भिजन दिनुभयो हैन, यो रेभेलेसन दिनुभयो। रेभेलेसन भनेको के हो हामी एकछिनमा हेर्नेछौँ हैन, अपोक्लिप्सिस हैन, हामी एकछिनमा हेर्नेछौँ। त लेखकको योहन्ना हो। हामी प्रकाशको पुस्तक स्वयंमा हामी पाउँछौँ। 9 पदमा हेर्नुभयो भने फेरि पनि त्यही कुरा हामी देख्छौँ। योहन्ना 1:9मा आई जोन योर ब्रदर एन्ड पार्टनर इन द ट्रिबुलेसन। सो यो योहन्ना जो ख्रीष्टको चेला हो यहाँ भनेको छैन, तर योहन्नाले भन्दैछ म पनि तिमीहरू जस्तै हो, तिमीहरू जुन सतावट भएर गइरहेको छ, आई एम अल्सो पार्टेकर इन द्याट हैन। म पनि त्यो सँगसँगै, मतलब म पनि तिमीहरू जस्तै सताएका हौ हैन, म पनि तिमीहरू जस्तै हो। र म योहन्नालाई चाहिँ परमेश्वरले जुन देखाउनु भयो त्यो कुरा चाहिँ म लेखिरहेको छु। 9 पदमा
brother and partner in the tribulation and the kingdom and the patient endurance that are in Jesus, was on the island called Patmos. So Yona जो प्रभु येशू ख्रीष्टको चेला हुनुहुन्थ्यो त्यो व्यक्तिलाई त्यो यूहन्नालाई चाहिँ प्रभु येशू ख्रीष्टले दर्शन दिनुभयो कुन ठाउँमा पत्मस भन्ने आइल्यान्डमा त्यसैगरी बुकको अन्तिममा पुस्तकको अन्तिममा 22 अध्यायमा हामी गयो भने पनि हामी लेखकको बारेमा हामी देख्छौं 22 को 8 मा हेर्यो भने हामी लेखकको बारेमा हामी त्यहाँ देख्न सक्छौं यो प्रकाश 22 को 8 मा अन्तिम अध्यायमा पनि I John am the one who heard and saw these things र लेखकले एकदमै ठोकुवा साथ भन्दैछ म यूहन्नाले नै यो सबै कुरा देखेको हो म यूहन्ना स्वयंले नै यो सबै कुरा सुनेको हो पत्मस भन्ने टापुमा आइल्यान्डमा and when I heard and saw them I fell down to worship at the feet of the angel who showed them to me. So यहाँसम्म हामी हेर्दाखेरि हामी यो ढुक्क साथ भन्न सक्छौं कि प्रकाशको पुस्तकको लेखक चाहिँ यूहन्ना हो हैन पुस्तकले प्रकाशको पुस्तक स्वयंले पुष्टि गर्दैछ पुस्तकमा आफैले भन्दैछ टेस्टिमनी दिदैछ हैन कि म यूहन्नाले नै यो कुरा सबै लेखेको हो म यूहन्नालाई नै परमेश्वरले प्रभु ख्रीष्टले चाहिँ पत्मसको टापुमा यो भिजन दिनुभएको हो दर्शन दिनुभएको हो हैन सबै कुरा मैले जे सुने मैले जे देखे म लेख्दैछु भन्ने कुरा चाहिँ यहाँ यूहन्नाले दाबी गरेको हामी देख्छौं है अब यहाँ तपाईले यहाँ पढ्नु but these general details are not sufficient to demonstrate that the man who wrote the book of Revelation was the apostle John. नाम हामी थाहा पाउँछौं यूहन्ना 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 भनेको छ तर खाली यूहन्ना भनेर मात्र चाहिँ पुग्दैन अहिले हैन किनभने मैले अघि नै भने जस्तै यूहन्ना त धेरै व्यक्तिहरु थियो त्यो बेलामा हैन अब कुन चाहिँ यूहन्नाले लेखेको हो त यो हैन त्यसकारणले अब हामी हेर्ने छौं के सबुतहरु कि यो चाहिँ परमेश्वरको प्रेरित यूहन्नाले नै लेखेको हो भनेर हैन पहिलो कुरा हामी हेर्ने छौं आई विटनेसेस हैन आफ्नै आँखाले देखेको हैन गवाही दिने हैन अर्ली विटनेसेस न अर्ली विटनेसेस चाहिँ हामी सबभन्दा पहिला हेर्ने छौं अर्ली विटनेसेस प्रकाशको पुस्तक हामी एकछिनमा हेर्ने छौं 96 हैन 90 देखि 96 मा लेखेको वा अर्को थ्योरीमा गयो भने 60 64 तिर लेखेको तर हामी जाने छौं 1996 98 तिर लेखेको यो भ्यूमा हामी जाने छौं 96 98 सम्ममा चाहिँ पुस्तक लेखेर सिद्धियो हैन किनभने हामीलाई थाहा छ प्रभु येशू ख्रीष्टको चेलाहरु मध्ये यूहन्ना मात्रै अन्तिम चेला थियो जो चाहिँ अन्तिम समयसम्म मतलब नेचुरल डेथले मर्यो हैन बाकी सबैलाई विभिन्न तरिकाले मारेको हामी पाउँछ इतिहासमा हैन पत्रुस भयो पौल भयो यूहन्ना थोमस इन्डियामै आएर मारिए तर यूहन्ना मात्रै एउटा चेला हुनुहुन्थ्यो जो चाहिँ नेचुरल डेथ हैन आफ्नो उमेर हैन आफ्नो काल आएपछि उहाँ मर्नुभयो त्यसको मतलब उहाँ अलि लामो सम्ममा उहाँ जिउनु भयो त्यसकारणले 96 98 तिरको हामी मानौ 98 मा चाहिँ यो पुस्तक कम्प्लिट भयो है अब अर्ली विटनेसमा हामी हेर्ने छौं as early as the 2nd century AD हैन दोस्रो शताब्दीमा नै मण्डलीका पिताहरु चर्च फादर जस्तै जस्टिन मार्टर भयो जो चाहिँ 180 देखि 165 तिरको इरेनियस भयो त्यसपछि क्लेमेन्ट अलेक्जेन्ड्रिया भयो 150 देखि 215 एडी सम्म यो सबै दोस्रो शताब्दीका चर्चका पिताहरु हुन् हैन चर्च फादर्स प्रेरित पछि प्रेरितका जो डिसाइपल्सहरु छ त्यसपछिको जो हैन डिसाइपल्सहरुबाट पाएका शिक्षाहरु उनीहरुलाई हामी चर्च फादर भन्छौं एपोस्टल्स होइन हामीले भन्यौ प्रकाशको पुस्तक 98 मा मानौ 98 मा कम्प्लिट भयो
अब हामी यहाँ देख्छौँ अर्ली सेकेन्ड सेन्चुरी भने दोस्रो शताब्दीको पहिलोतिर नै मण्डलीका पिताहरू जस्तै एरेनियस भयो, जस्टिन मार्टर भयो, क्लेमेन्ट अफ अलेक्जेन्डर भयो, सबैले चाहिँ के भन्दैछ, प्रकाशको पुस्तक चाहिँ प्रेरित यूहन्नाले लेखेको हो भनेर यो गवाही दिने यो अर्ली चर्च फादर्सहरूले चाहिँ गवाही दिँदैछन् है। क्लेमेन्ट अफ अलेक्जेन्ड्रिया भयो, जस्टिन मार्टर भयो, यिनीहरूले। यदि हामीले हेऱ्यो भने जस्टिन मार्टिनले एउटा किताब लेखेको छ कल डायलग विथ ट्राइफो हैन, उसको एउटा पुस्तक छ। त्यसको त्यो पुस्तकमा हामी हेऱ्यो भने जस्टिन मार्टिनले चाहिँ टेस्टिमनी दिँदैछ हैन कि प्रकाशको पुस्तक चाहिँ यूहन्नाले नै लेखेको हैन। हामी यहाँ हेऱ्यो भने किनभने जस्टिन मार्टिन चाहिँ एफिससमा हैन, एफिससमा हो, साथसाथै सेकेन्ड सेन्चुरीमा, र एफिससमा धेरै व्यक्तिहरू थियो जसले चाहिँ यूहन्नालाई चिन्थ्यो पर्सनली। त्यस कारणले जस्टिन मार्टिनको जुन टेस्टिमनी छ हैन, गवाही छ, त्यो चाहिँ एकदमै इम्पोर्टेन्ट छ हैन कि यूहन्ना परमेश्वरको चेला हैन, एपोस्टल यूहन्नाले नै लेखेको भनेर अझ दाबी गर्नलाई चाहिँ जस्टिन मार्टिनको टेस्टिमनी चाहिँ गवाही चाहिँ एकदमै इम्पोर्टेन्ट छ। त्यसपछि एरेनियस भन्ने व्यक्तिले एउटा किताब लेख्यो एगेन्स्ट हेरेसिस भन्ने, त्यहाँ पनि हामी त्यही कुरा देख्छौँ हैन, तपाईँ यो सबै पढ्न सक्नुहुन्छ। त्यसपछि क्लेमेन्ट अफ अलेक्जेन्डरले पनि यो पुस्तक द बुक अफ रेभलेसन चाहिँ यूहन्नाले नै लेखेको हो भनेर त्यहाँ उनले पनि गवाही दिएको हामी थाहा पाउँछौँ है। सो पहिला हामीले सबैभन्दा पहिले हेरौँ पुस्तक आफैले भन्दैछ हैन, द बुक अफ रेभलेसन इटसेल्फ टेस्टिफाइज कि यूहन्नाले लेखेको। द अथर अफ द बुक इज एपोस्टल जोन हैन, एपोस्टल जोन भनेको छैन तर यूहन्ना भनेको छ। अब यो यूहन्ना को हो, कुन चाहिँ यूहन्ना हो भनेर चाहिँ हामी दोस्रो शताब्दीका चर्च फादर्सहरूबाट हामी थाहा पाउँछौँ। उनीहरूले गवाही दिँदैछ कि यूहन्नाले नै लेखेको हो हैन। जस्तै अगस्टिन भयो, एरेनियस भयो, जस्टिन मार्टर भयो अनि क्लेमेन्ट अफ अलेक्जेन्ड्रिया। अब दोस्रो कुरा हेर्नेछौँ जसले चाहिँ यो हामीलाई पुष्टि गर्नेछ कि यूहन्नाले नै लेखेको। यूहन्ना चाहिँ को हो, चेला हो हैन, डिसाइपल अफ जिसस हैन, एपोस्टल यूहन्नाले नै लेख्यो भनेर दोस्रो टेस्टिमनी वा दोस्रो प्रुफ चाहिँ हामी भोक्याबुलरीमा हामी हेर्नेछौँ। भोक्याबुलरी भनेको शब्दहरू हैन। जस्तै म इन्डियामा अहिले 7 वर्षसम्म पढाएको कारणले अब तपाईँ नोटिस गर्नुभयो होला, प्राय शब्दहरू चाहिँ मेरो इन्डियन आउँछ हैन। अस्ति नै लास्ट इयरको नोभेम्बरमा म जब नेपालमा थिएँ एउटा सेमिनारमा प्रचार गर्दाखेरि मैले चाहिँ प्रचार गर्दाखेरि मैले चामल खान्छ भनेछु हैन। नेपालमा त चामल खाँदैन नि त हैन, हामी त भात खान्छ, किनभने भात पाकेपछि चामल पाकेपछि भात हुन्छ। तर इन्डियामा चाहिँ चावल नै भन्छ हैन। हो, त्यो भोक्याबुलरीले पनि हामीलाई देखाउँछ कि को व्यक्ति हो। जस्तै मेरो भोक्याबुलरी, इन्डियाको भोक्याबुलरी, अब जति तपाईँहरू जति युएसमा हुनुहुन्छ भने तपाईँहरूको भोक्याबुलरी अब अलिक चेन्ज भइसकेको छ हैन। सो कम्प्लिटली त होइन, बट देन सबै व्यक्तिको चाहिँ आफ्नो आफ्नो भोक्याबुलरी हुन्छ हैन। त्यही कुरा अब हामी हेर्नेछौँ कि दोस्रो प्रुफ कि यो यूहन्नाले नै लेखेको हो, परमेश्वरको चेला डिसाइपल एपोस्टल यूहन्नाले लेखेको भने चाहिँ कसरी थाहा हुन्छ त हामीलाई? अब भोक्याबुलरी, अब त्यो भोक्याबुलरी चाहिँ हामी हेर्नेछौँ। तपाईँहरू सबैजना हुनुहुन्छ यहीँ मसँग? धेरै फास्ट भयो भने भन्नुहोस् ल, तपाईँहरू हात उठाउनुहोस् वा के गर्नुहोस् है, म स्लो जान्छु। तपाईँहरू सबै यहाँ हुनुहुन्छ? हजुर। तपाईँ 8 बजेपछि तपाईँ 15 मिनटको ब्रेक हुन्छ है तपाईँलाई नि उहाँहरूलाई पनि। तपाईँले जहिले भन्नुहुन्छ तहिले ब्रेक गरिदिनु है। तपाईँ उताबाट भनिदिनु होला है धरती मगरज्यू तपाईँले, किनभने म टाइम मेरो माथि है। हजुर भन्नुहोस् न, टाइम स्टुडेन्टलाई भन्दा टिचरलाई गाह्रो हुन्छ क्या त्यो बोल्दा बोल्दै, त्यही भएर अलिकति ब्रेक है त। निशान भाइले भनिदिनु है कहिले ब्रेक गर्ने भनेर। ओके, थ्याङ्क यू।
सो भोक्याबुलरीमा हामी जाउँ तपाईहरु सबैजना यही हुनुहुन्छ भने भोक्याबुलरी हैन मैले भने शब्दकोश वा शब्द हैन सो हामी सबैको आफ्नो शब्द हुन्छ मतलब एउटा जस्तै फेभरेट शब्द भनौँ वा हामी प्राय युज गरिराख्ने शब्द हैन त्यो चाहिँ त्यसले पनि जनाउँछ कि यो व्यक्तिको यो हो भन्ने कुरा त हामी त्यो शब्दबाट भोक्याबुलरीबाट पनि हामी थाहा पाउँछौँ कि यो लेख्ने व्यक्ति चाहिँ हाम्रो प्रेरित यूहन्ना हो एपोस्टल जोन हो भनेर Okay, second reason to affirm the traditional view that the Apostle John wrote is its vocabulary. हामी त्यहाँ धेरै सिमिलरिटिज हामी देख्नेछौँ यूहन्नाले लेखेका पुस्तकहरू के हो तपाईहरु कतिजनाले भन्न सक्नुहुन्छ भन्नुस् त यूहन्नाले लेखेका पुस्तकहरू के हो कुन कुन हो यूहन्नाको सुसमाचार अनि पहिलो दोस्रो तेस्रो यूहन्नाको पत्र हजुर अन्तिममा सो सुसमाचार हजुर धन्यवाद यूहन्नाको सुसमाचार यूहन्नाले लेखेको भयो त्यसपछि तीनटा पत्रहरू छन् हैन लेटर्स फर्स्ट सेकेन्ड थर्ड जोन त्यही हो भोक्याबुलरी हामी जब भन्दै छौं भने यो चारवटा पुस्तकमा हैन जुन शब्दहरू छ प्रयोग गरेको छ भोक्याबुलरीहरू त्यो भोक्याबुलरी अब हामी प्रकाशको पुस्तकमा पनि हामी पाउँछौं हैन त्यसकारणले जुन भोक्याबुलरी हामी यूहन्ना लेखेको पुस्तकमा पाउँछौं त्यही भोक्याबुलरीहरू यो पुस्तकमा पनि पाएको कारणले हामी भन्न सक्छौं कि यो पुस्तक जुन चारवटा पुस्तक लेख्यो जो व्यक्तिले त्यही व्यक्तिले यो पुस्तक पनि लेखेको हो हैन त्यो हामी कन्क्लुजन हामी गर्न सक्छौं हामी हेरौं अब के रहेछ त्यहाँ सबैभन्दा पहिला हामीले हेर्यो भने विदिन द न्यू टेस्टामेन्ट हैन येशू ख्रीष्टको डेस्टिनेसन के हो यूहन्नामा वचन हैन त लोगोस word in the beginning was the word and the त्यो यूहन्नाले येशू ख्रीष्टलाई चाहिँ लोगोस भनेर चाहिँ एउटा टाइटल दिएको छ डेस्टिनेसन दिएको छ ख्रीष्ट चाहिँ लोगोस हुनुहुन्छ ख्रीष्ट चाहिँ वचन हुनुहुन्छ भनेर चाहिँ यूहन्नाको पुस्तकमा सबैभन्दा अगाडि हामी देख्छौं हैन त्यही कुरा हामी जब देख्छौं रेभेलेसन प्रकाश 19 को 13 मा हामी पढ्छौं भने त्यही कुरा हामी देख्छौं हामी जाउँ अब यूहन्नाको 1:1 मा म गएन किनभने मलाई विश्वास छ तपाईलाई थाहा छ तर प्रकाश 19 को 13 मा हामी पढौं त्यहाँ हामी के देख्छौं प्रकाश 19 को 13 मा इंग्लिशमा म पढ्दै छु he is clothed in a robe dipped in blood and the name by which he is called is इंग्लिशमा हेर्नुभयो भने के लेखेको छ द वर्ड अफ गॉड हैन परमेश्वरको वचन उहाँको नाम चाहिँ लोगोस ग्रीकमा हेर्नुभयो भने सो सबैभन्दा पहिलो कुरा हामी के देख्छौं भने जुन लोगोस हैन अब सुरज सरको जुन थेसिसको जुन हैन गस्पल त्यो गोस्पलको त्यो सुसमाचारको मुख्य वान अफ द थीम्स हैन वान अफ द मेजर थीम्स चाहिँ लोगोस हो वचन हो परमेश्वरको वचन चाहिँ येशू ख्रीष्ट हुनुहुन्छ त्यो थीम अब हामी प्रकाशको पुस्तकमा पनि हामी पाउँछौं त्यसैगरी हामी पहिलो यूहन्ना 1:1 मा पनि तपाईले यो पढ्न सक्नुहुनेछ हैन यो लोगोसको बारेमा दोस्रो येशू ख्रीष्टले भन्नुभयो whoever is thirsty let him come कहाँ हामी पाउँछौं प्रकाशको पुस्तक 22 को 17 मा तपाईहरु पढ्न सक्नुहुन्छ प्रकाश 22 अध्यायको 17 The Spirit and the bride say come and let the one who hears say come and let the one who is thirsty come let the one who desires take the water of life without price हैन धेरै यस्तो धेरै भोक्याबुलरी छ है तर हामी केही प्राय हैन केहीहरु मात्र लिँदै छौं त्यसमा हामीले पहिलो हेर्यो वचन लोगोस सुसमाचारमा र तीनटा पहिलो यूहन्नामा हामी देख्छौं दोस्रो कुरा हामी देख्दै छौं यूहन्नाको पुस्तकमा फेरि पनि हामी त्यो देख्छौं हैन यूहन्ना 7 को 23 मा हेर्नुभयो भने 37 मा यूहन्ना 7 को 37 मा हेर्नुभयो भने यदि कोही तिर्खाएको छ भने if anyone is thirsty let him come to me and drink यो
स्टेटमेन्ट जुन येशू ख्रीष्टले यूहन्नाको पुस्तकमा भन्नुभयो त्यही कुरा अब प्रकाश 22 को 17 हामी त्यही कुरा पाउँछौँ whoever is thirsty let him come and drink अनि त्यो व्यक्तिलाई जो आउँछ पिउनको निम्ति त्यहाँ के लेखेको छ let the one who desires take the water of life without price यूहन्ना 4 अध्यायमा हामी त्यही कुरा देख्छौँ हैन त यूहन्ना 4 अध्यायमा तपाईहरुलाई थाहै छ यो सामरी स्त्रीको कथा हैन त्यो स्त्रीलाई चाहिँ पानी चाहिएको थियो तर येशू ख्रीष्टले चाहिँ जीवनको पानी दिएन हैन यदि हैन तिमी मसँग मागेको भए म तिमीलाई जीवनको पानी दिन्थ्यो हैन त्यही थीम द सेम थीम जुन यूहन्नाको पुस्तकमा हामी पाउँछौँ प्रकाशको पुस्तकमा पनि हामी पाउँछौँ हैन जुन भोक्याबुलरी प्रयोग गरेको छ प्रकाश यूहन्नाको पुस्तकमा त्यही थीम त्यही भोक्याबुलरी स्टेटमेन्टहरु चाहिँ प्रकाशको पुस्तकमा हामी पाउँछौँ हैन र यसले हामी यस्तो धेरै छ अनि हामीले दुईटा मात्र लियौ यसले पनि हामीलाई यो देखाउँदछ कि प्रकाशको पुस्तकको लेखक चाहिँ त्यही व्यक्ति हो जसले यूहन्नाको सुसमाचार लेख्यो यदि यूहन्नाको सुसमाचार प्रेरित एपोस्टल यूहन्नाले लेखेको हो भने प्रकाशको पुस्तक पनि एपोस्टल यूहन्ना हैन एपोस्टल जोनले नै लेखेको हो भन्ने चाहिँ हामीले यहाँबाट पुष्टि गर्न सक्छौं अरु धेरै शब्दहरु छ तर हामी दुईटा मात्र हामी लिन सक्छौं तपाईहरु पढेर हैन अझै त्यस्तो यूहन्नाको पुस्तक यूहन्नाको सुसमाचारमा यूहन्नाको जुन तीनटा पत्र छ त्यसबाट शब्दहरु कुन शब्दहरु प्रकाशको पुस्तकमा पाइन्छ भन्ने तपाईहरु एउटा रिसर्च गर्न सक्नुहुन्छ हैन तपाईले यो कन्कर्डेन्स हैन तपाईलाई थाहा छ कन्कर्डेन्समा गएर हेर्न सक्नुहुन्छ शब्द सूची हैन बाइबलको पछाडी हेर्नुभयो भने त्यहाँबाट पनि तपाईहरुले देख्न सक्नुहुन्छ हुन्छ अब यहाँ एकदमै नेगेटिभ सेन्टेन्स आउँदैछ अब Despite this strong argument supporting the Apostle John as the author of Book of Revelation, critics as early as the 3rd century have disputed his authorship. हामीले हेर्यौं दोस्रो शताब्दीको पहिलो समयमा नै हैन पहिलो अवधिमा नै पहिलो त्यो पिरियडमा नै चर्च फादर्सहरुले चाहिँ यो क्लेम गरेथे यो टेस्टिमनी दिदै थियो कि प्रेरित एपोस्टल यूहन्ना एपोस्टल जोनले नै प्रकाशको पुस्तक लेखेको हो अनि भोक्याबुलरीबाट पनि हामीले हेर्यौं कि प्रकाशको पुस्तक चाहिँ प्रेरित यूहन्नाले लेखेको हो यो सबै टेस्टिमनीजहरु हैन यो सबै आर्गुमेन्टहरु हुँदै पनि जब हामी तेस्रो शताब्दीमा हामी जान्छौं सेकेन्ड 200 एडी समवेयर त्यहाँ चाहिँ अब अर्को फेरि क्रिटिक्स आएको छ यूहन्नाले चाहिँ लेखेको होइन हैन यो एपोस्टल यूहन्नाले लेखेको पुस्तक होइन भनेर चाहिँ 3rd सेन्चुरीमा आएर चाहिँ यूहन्नाको जुन अथरशिपमा चाहिँ प्रश्न गर्न थाल्यो जस्तै हामी हेर्छौं 3rd सेन्चुरी बिशप हैन डायनोसियस अफ अलेक्जेन्ड्रिया भन्ने व्यक्ति 265 हैन 190 देखि 265 एडी मा हैन उसको जन्म र मृत्यु त्यो समयमा डायनोसियस हैन अफ अलेक्जेन्ड्रिया भन्नेले चाहिँ point out गर्दैछ कि the author of Revelation identified as himself as John while the author of John's gospel and letters never told us his name. जब हामी सुसमाचार पढ्छौं यूहन्नाले त कहिले भनेको छैन कि यो चाहिँ यूहन्नाले लेखेको हो भनेर हैन पत्र हामी पढ्छौं पत्र पनि लेखेको छैन तर अब यूहन्ना के प्रकाशको पुस्तकमा आएर भन्दैछ कि मैले लेखेको त्यसपछि त्यहाँ म्याच भएन हैन एउटा फ्लो हुन्छ नि त एउटा कन्सिस्टेन्सी हामी भन्छौं हैन यदि क्लेम सबै किताब लेख्दै जाँदाखेरि तिमीले क्लेम गर्दैछ भने सबै किताबको लागि तिमीले क्लेम गर्नुपर्छ हैन एउटा कन्सिस्टेन्सी हुन्छ जस्तै पौलको कुरा गरौँ पौलको सबै लेटरमा आई पौल द सर्भेन्ट्स अफ लर्ड जीसस क्राइस्ट हैन आई पौल सर्भेन्ट सो एउटा कन्सिस्टेन्सी हामी देख्छौं सबै पत्रमा पौलले लेख्दैछ कि यो मैले लेखेको यो मैले लेखेको म हैन म चाहिँ परमेश्वरको प्रेरित हो म चाहिँ परमेश्वरले बोलाएको प्रेरित हो भनेर एउटा कन्सिस्टेन्सी हामी देख्छौं तर यूहन्नाको हामी देख्दैनौं त्यसकारणले यो
चाहिँ प्रेरित यूहन्नाले लेखेको होइन भनेर चाहिँ एउटा डिफेन्ड हैन एउटा के भन्छ त्यसलाई एउटा डिस्प्युट चाहिँ त्यहाँ हामी पहिलो हामी देख्छौँ एकदमै अर्ली इन दि अर्ली सेन्चुरी है अर्ली 3rd सेन्चुरीमा चाहिँ लेखकको विरुद्धमा चाहिँ एउटा डिस्प्युट हामी आएको देख्छौँ। दोस्रो भेरी इम्पोर्टेन्ट है यो चाहिँ एकदमै इम्पोर्टेन्ट हेर्नुहोस् है डायनोसिस अल्सो कल एटेन्सन टु अदर डिफरेन्सेस खालि नाम मात्र होइन म यूहन्नाले यो चाहिँ सुसमाचार लेख्दैछु भनेन हैन त्यो मात्र होइन तर अर्को एकदमै इम्पोर्टेन्ट हेर्नुहोस् भन्दैछ other differences between Revelation and John's other works जस्तै their different style different literary style पेज 2 मा पेज 2 को लास्टमा आउनुस् न तपाई अलि माथि जानुस् त हजुर अझै माथि जानुस् न अलिकति हजुर डिस्पायरेसमा लास्टमा हेर्नुस् अब डायनोसिसले के भन्दैछ एक त सुसमाचारमा यूहन्नाले कहिले पनि भनेन म यूहन्नाले लेख्दैछु तर प्रकाशको पुस्तकमा भन्दैछ त्यो त ल ठिकै छ मानौला तर यो भन्दा पनि अझै गहिरो डिस्प्युट चाहिँ कहाँ देख्छौँ भने डायनोसिसले भन्दैछन् डायनोसिस अफ अलेक्जेन्ड्रियाले त्यहाँ चाहिँ सुसमाचार हैन यूहन्नाको सुसमाचार र प्रकाशको पुस्तक जुन दुईटा पुस्तक हामी कुरा गर्दैछौँ त्यहाँ चाहिँ लिटरेरी स्टाइल पनि भिन्न छ। लिटरेरी स्टाइल भनेको हामीले एकछिनमा पनि हामी हेर्नेछौँ जुन राइटिङ स्टाइल छ हैन के भन्छ लिटरलीलाई नेपालीमा सरी लिटरली के भन्छ नेपालीमा साहित्य होला साहित्य हजुर साहित्य हैन साहित्य पनि डिफरेन्ट छ त्यहाँ यूहन्नाको पुस्तक हेर्नुस् के छ त्यहाँ कथा जस्तो छ नि त हैन अघि नै मैले भने कथा जस्तै पढ्नुस् तपाईले बुझ्नुहुन्छ अफ कोर्स धेरै कुरा हामी बुझ्दैनौँ यूहन्नाको पुस्तकमा पनि त्यसै कारणले सुरज सरको थेसिस पढ्नुपर्छ हैन टेम्पल थे तर जेनरली हामी भन्दाखेरि चाहिँ यो यूहन्नाको पुस्तक चाहिँ कथा जस्तो लेखेको छ हैन येशू ख्रीष्टको जीवनी टाइप लेखेको छ हैन सो इट इज somehow easy to understand तर प्रकाशको पुस्तकमा आउनुहोस् सुसमाचार र प्रकाशको पुस्तक दुईटालाई सँगै राख्यो भने उसको जुन साहित्य छ जुन लिटरेरी स्टाइल छ आकाश पताल छ। प्रकाशको पुस्तक चाहिँ कथाको रूपमा छैन विभिन्न सिम्बल्सहरू छ विभिन्न कुराहरू छ जुन हामी यतिकै साधारण रूपमा पढ्दै गयो भने हामी बुझ्दैनौँ पहिलो कुरा अनि दोस्रो कुरा डायनोसिसले त्यो पोइन्ट आउट गर्यो। दोस्रो कुरा तेस्रो कुरा चाहिँ पहिला चाहिँ अथरले क्लेम गरेन अरू पत्रहरूमा भन्यो दोस्रो चाहिँ लिटरली स्टाइल भन्यो र तेस्रो चाहिँ डायनोसिसले के भन्यो भने युज अफ ग्रीक है अब तपाईहरु मास्टर्स गर्दै हुनुहुन्छ तपाईहरुले ग्रीक पढ्नुपर्छ पढ्नुस् हैन किनभने हामी अंग्रेजी नेपालीमा पढ्दाखेरि हामीले सबै उल्टा गरेर दिएको त्यसकारण हामीले त्यसको डेप्थ हामी बुझ्न सक्दैन हैन जबसम्म हामी ओरिजिनल भाषामा पढ्दैन भने जब हामी ओरिजिनल भाषामा हामी पढ्छौं बाइबल भने यूहन्नाको सुसमाचारको ग्रीक जुन ग्रीक भाषामा लेख त्यो ग्रीक स्टाइल र प्रकाशको पुस्तकको ग्रीकमा पनि आकाश पताल भिन्न छ। यदि एउटै व्यक्तिले लेखेको हो भने यस्तो आकाश पताल कसरी हुन सक्छ भनेर चाहिँ डायनोसिसले प्रश्न गरेको त्यसकारणले प्रकाशको पुस्तक चाहिँ प्रेरित यूहन्नाले लेखेको होइन। Right? And some critics continue to make similar objections today. यो चाहिँ तेस्रो शताब्दीमा गरेको प्रश्न हो यो हैन अब्जेक्सन हो यो तर तेस्रो शताब्दीमै मात्र सीमित छैन यो अहिले पनि यही कुरालाई चाहिँ लिएर चाहिँ धेरै विद्वानहरू हैन 19th सेन्चुरी पनि हामी त्यही देख्छौं अहिले पनि धेरै स्कलर्सहरू पढ्दै छ मतलब जुन यो रिसर्च चाहिँ अनएन्डिङ हुन्छ हैन
पहिला जुन पत्ता लगायो फेरि पढ्दै जान्छ फेरि नयाँ पत्ता लगाउँछ फेरि बिर्सिन्छ सो अहिलेको जुन अहिलेको स्कलर्सहरू छ उनीहरू पनि फेरि त्यसमै वापस आउँदैछ फिर्ता आउँदैछ र भन्दैछ यो चाहिँ यो कारणले गर्दाखेरि हुनसक्छ यो चाहिँ योनाले लेखेको होइन होला भन्ने चाहिँ कुरामा हामी आउँछौँ हुन्छ अलमोस्ट 8 बज्न लाग्यो नेपालमा मेरो इन्डियामा चाहिँ 7:43 भयो यो खतम गरेर यो सिधाएर म तपाईहरुलाई ब्रेक दिन्छु है Now, of course, there are good explanations for why one author might have produced works that look different. हामी के भन्दैछौँ अब यसको प्रत्युत्तरमा चाहिँ डायोनिसिसलाई के भन्दैछौँ यो असम्भव होइन हैन एउटै लेखकले चाहिँ विभिन्न प्रकारको साहित्य लेख्न सक्दैन भन्ने कुरा छैन हैन त्यो सम्भव छ योनाले पनि त्यसरी लेख्यो होला फर एक्जाम्पल John may have attached his name to this work so that people would be certain that it came from an authoritative source. योहन्नाको सुसमाचारमा हामी देख्छौं योहन्नाको नाम छैन त्यहाँ म योहन्नाले यो लेख्दैछु भनेर भनेको छैन अनि तपाईले त्यो पुस्तक हैन सुसमाचार पढ्नु भयो भने यो कन्क्लुजनमा आउनुहुनेछ कि त्यो समयमा योहन्नालाई सबैले चिन्थ्यो हैन त्यसकारणले योहन्नाले नै म चाहिँ योहन्ना लेख्दै भनेर भन्नु जरुरी थिएन त्यो समयमा तर प्रकाशको पुस्तक पढ्दाखेरि चाहिँ एकदमै डिफरेन्ट छ हैन त्यसकारणले योहन्नाले यो भन्नु आवश्यक थियो कि म योहन्नालाई चाहिँ परमेश्वरले दिनुभएको प्रकाश चाहिँ म योहन्नाले नै जे देखे जे सुने हैन त्यो लेख्दैछु भनेर जरुरी छ हैन यो चाहिँ एउटा अथोरिटेटिभ सोर्स देखाउनको निम्ति मैले नै लेखेको अरूले होइन हैन म तिमीहरुको प्रेरित हैन परमेश्वरको प्रेरितले नै लेखेको हो यसमा तिमीहरु शंका गर्नु पर्दैन भनेर त्यो अथोरिटी दिनलाई हैन अधिकार दिनको निम्ति चाहिँ योहन्नाले चाहिँ भनेको हुन सक्छ उसको नाम हैन सुसमाचारमा लेखेन तर प्रकाशको पुस्तकमा चाहिँ उले भन्दैछ or he may have stated his name because he had been commissioned by Christ himself to deliver this book to 7 specific churches. या त हुन सक्छ किनभने प्रकाशको पुस्तक चाहिँ प्रभु येशू ख्रीष्टले उहाँलाई दिनुभएको उहाँ येशू ख्रीष्ट बोल्नु भएको कुरा हो त हुन सक्छ येशू ख्रीष्टले नै भन्नुभयो हैन त्यसकारणले उहाँले आफ्नो नाम लेखेको हामी पाउँछौं. And just because John did not name himself in some writings is no reason to conclude that he would never name himself in any writings. यदि कुनै पत्रमा वा कुनै पुस्तकमा आफ्नो नाम लेखेन र अर्को पुस्तकमा पनि उले नाम लेख्दैन भन्ने चाहिँ त्यो आर्गुमेन्ट ल्याउन चाहिँ हैन त्यति लजिकल छैन हैन एउटा पुस्तकमा उले नाम लेखेन डजन्ट म्याटर तर यो पुस्तकमा म मेरो नाम लेख्छु यो एउटा लेखकको आफ्नो अधिकारको कुरा हो. त्यसपछि तपाईले यहाँ पढ्न सक्नुहुन्छ furthermore the stylistic differences between Revelation and John's other writings can also be easily explained. जस्तै Greek भयो हैन the vision John recorded in the book of Revelation are very different from the revelation he received during Jesus' earthly ministry. येशू ख्रीष्टको जुन सेवकाईमा थियो जुन उले देखे हैन त्यो अर्कै थियो तर जुन अहिले पत्मसको आइल्यान्डमा उले रेभेलेसन पाएको छ प्रकाश पाएको छ त्यो डिफरेन्ट छ त्यसकारणले दुईटैलाई एउटै तराजुमा राख्न हामी सक्दैनौं. Also, unlike John's other biblical writings, Revelation was written in an apocalyptic style. Apocalyptic style भन्ने हामी एकछिनमा पढ्नेछौं. अर्को डिफरेन्स हामीले के गर्दैछौं भने सुसमाचार यूहन्ना र प्रकाशको पुस्तकलाई हामी एउटै थालीमा हामी राख्न सक्दैनौं किन हामी अघिले भने जस्तै जेनर हामी पढ्नेछौं लिटरेचर अरु पुस्तकहरु भन्दा प्रकाशको पुस्तक चाहिँ भिन्नै शैलीमा लेखेको जसलाई चाहिँ हामी अंग्रेजीमा वा ग्रीकमा हामी चाहिँ एपोक्लिप्टिक लिटरेचर भन्छौं हैन एपोक्लिप्टिक के हो हामी एकछिनमा हेर्नेछौं. एपोक्लिप्टिक चाहिँ साधारण प्रोफेसी भन्दा एकदमै डिफरेन्ट हो हैन त्यो हामी हेर्नेछौं. These differences might also have resulted from John's different purposes for writing and even from his different
relationship with various original audiences. अब हामीले अर्को कुरामा के बुझ्नु पर्यो भने यूहन्नाको सुसमाचारको ऑडियन्स अर्कै थियो हैन, जसलाई लेख्दैछ ऑडियन्स अर्कै छ, त्यो अनुसार लेख्दैछ। तर अब जुन प्रकाशको पुस्तक लेख्दैछ ऑडियन्स अर्को छ र साथसाथै जुन पर्पस छ हैन, येशू ख्रीष्टले जुन पर्पस जुन उद्देश्यले प्रकाश दिनुभएको छ यो पनि डिफरेन्ट छ। त्यसकारणले यूहन्नाको अरू पुस्तकहरू र प्रकाशलाई एउटैमा राखेर अनि हैन के लाएर कम्पेरिजन गरेर चाहिँ यस्तो यस्तो कारणले गर्दाखेरि यो चाहिँ पूर्ण रूपले अर्को हो, भिन्नै छ, त्यसकारणले यूहन्नाले चाहिँ यो पुस्तक लेखेको होइन भनेर निष्कर्षमा आउनु चाहिँ हामी सक्दैन, किनभने यो भिन्नै पुस्तकहरू हो हैन। यूहन्नाको सुसमाचार अर्कै हो, अर्कै जेनरमा लेखेको लिटरेरी स्टाइल अर्कै छ भने प्रकाशको पुस्तकको पर्पस उद्देश्य पनि अर्कै भएको कारणले अर्कै लिटरेरी स्टाइलमा चाहिँ लेखेको हामी पाउँछौँ। हुन्छ, हामी एकछिन हामी यसमा ब्रेक लिनेछौँ। तपाईहरूको प्रश्न उत्तर पनि हामी ब्रेक पछि आएर हामी लिनेछौँ। हुन्छ, हुन्छ, फेरि पनि तपाईहरुलाई स्वागत छ। हामीले हिस्टोरिकल ब्याकग्राउन्ड हामीले हेर्दैछौँ रेभेलेसनको हैन। एकछिनमा हामी के अरे योभन्दा अगाडि हामीले हेऱ्यौँ अथरको बारेमा। हामीले अथरको बारेमा चाहिँ अपोस्टल जोनले लेखेको भनेर हामी प्रुफ गर्न कोसिस गर्दैछौँ। त्योभन्दा अगाडि हामीले प्रश्न चाहिँ के गर्नुपर्छ भने यो जसले लेखे पनि के फरक पर्छ त हैन, यसको उत्तर हामीले दिन सकेन भने चाहिँ यो अहिले जुन हामी गर्दैछौँ कार्य, जुन हामी पढिरहेको छौँ त्यसको चाहिँ महत्त्व छैन फेरि है। सबभन्दा पहिला हामीले यो बुझ्नु पर्यो कि प्रेरित यूहन्नाले नै लेख्यो भनेर पुष्टि गर्नु किन जरुरी छ? बाइबलमा छ, भइगयो त हैन, यो परमेश्वरको वचन हो भनेर अगाडि बढे भइगयो भन्ने कुरा चाहिँ हामीसँग आउन सक्छ। किन यति धेरै समय हामी बिताइरहेको छौँ कि यो चाहिँ प्रेरित यूहन्नाले लेखेको हो विभिन्न कुराहरू ल्याएर हामी किन भन्ने हैन, यो इम्पोर्टेन्ट छ। किनभने यदि हामीलाई लेखकको बारेमै थाहा छैन, कसले लेखेको भनेर नै थाहा छैन भने हैन, यहाँ कसरी आयो भन्ने पनि प्रश्न आउँछ हैन। यदि लेखकको बारेमै थाहा छैन, परमेश्वरको वचन हो भने हामी कसरी थाहा पाउने? किनभने हामी जुन क्यानन भन्छौँ, क्याननको बारेमा हामी तपाईहरु पढ्नुभयो होला वा पढ्नुहुनेछ। नयाँ करारको पुस्तक जुन हामी 27 वटा छ, 27 वटा मात्र चाहिँ कसरी भयो हैन? त्यहाँ त धेरै पुस्तकहरू थिए। यदि हामी हिस्ट्रीमा हेर्यो भने उदाहरणको लागि गस्पल अफ थोमस भन्ने पनि छ हैन, थोमसको सुसमाचार भन्ने एउटा पुस्तक पनि छ र त्यस्तो धेरै किताबहरू छ त्यस समयमा लेखेको। त्यति धेरै पुस्तकहरू मध्ये 27 वटा किताब मात्रै किन हैन? त्यो प्रश्नको उत्तर पनि जरुरी छ हैन, किनभने क्यानोन एउटा प्रोसेस हो। परमेश्वरले जुन दिनुभयो परमेश्वरको वचन भनेर त्यसलाई चाहिँ रेकग्नाइज गरेको यो हैन कि उनीहरूले क्यानोन बनायो, तर परमेश्वरको जनहरूले चाहिँ यो रेकग्नाइज गर्यो यो हैन कि परमेश्वरको वचन यो भनेर। त्यो मध्ये प्रकाशको पुस्तक पनि हो भनेर। र यसको प्रोसेस लामो छ। जस्तै त्यसको प्रोसेसमा एउटा प्रोसेस चाहिँ के हुनुपर्छ भने क्यानन रिकग्निसनको लागि चाहिँ यो पुस्तक चाहिँ परमेश्वरको चेलाले नै लेखेको हुनुपर्छ हैन। शुड बी रिटन बाय एन एपोस्टल, एपोस्टोलोसिटी भन्छ। यदि एपोस्टलले चेलाले लेखेको होइन भने त्यो हामीले परमेश्वरको क्यानोनमा चाहिँ परमेश्वरको वचन भनेर हामी स्वीकार गर्दैनौँ। कि त एपोस्टलले लेख्नु पर्यो कि त एपोस्टलसँगै हिँडेको एपोस्टलको डाइरेक्ट चेलाले चाहिँ लेखेको हुनु पर्यो। जस्तै मर्कुसको पुस्तक हामी पाउँछौँ, मर्कुसको सुसमाचार हैन, लुका, उनीहरू एपोस्टल्स होइन तर उनीहरू चाहिँ एपोस्टलसँग समय बिताएको कारणले। त्यस कारणले यो प्रकाशको पुस्तक कसले लेखेको भन्नु हैन पुष्टि गर्नु चाहिँ जरुरी छ। अनि यो चाहिँ प्रेरित अपोस्टलले लेखेको भन्नु चाहिँ जरुरी छ। किनभने यदि हामीले यो पुष्टि गर्न सक्दैन र यसको लागि केही छैन भने
यो रेभलेसन हामी फाल्दे पनि हुन्छ, किन यसको अर्थ हुँदैन। जस्तो सुकै जे जस्तो भए तापनि एकदमै आत्मिकी होइन, आत्मिक किताब जस्तै लागे तापनि यदि हामीले यो चाहिँ परमेश्वरको प्रेरितले लेखेको हो भन्ने हामीले विश्वास गर्दैन भने यो पुस्तकमा लेखेको केही पनि कुराको विश्वास हुँदैन है। त्यस कारणले कसले लेखेको हो होइन, अथरसिप पत्ता लगाउनु चाहिँ एकदमै जरुरी छ है। त्यसै गरी नयाँ करारको सबै पुस्तकको पनि यही लागू हुन्छ, कसले लेखे त यो पुस्तक होइन। यदि एपोस्टलले लेखेको होइन, एपोस्टलका चेलाले लेखेको होइन भने त्यो किताबहरू पुस्तकहरू नयाँ करारमा राख्नु सम्भव छैन, त्यो चाहिँ परमेश्वरको वचन होइन। त्यस कारणले पनि प्रकाशको पुस्तकलाई चाहिँ हामी चाहिँ यो यूहन्ना प्रेरितले नै लेखेको हो भनेर पुष्टि गर्नु एकदमै जरुरी छ है। हुन्छ, किनभने हामीले अघि नै भने जस्तै गाह्रो छ होइन, धेरै मान्छेले त पढ्दा नि पढ्दैन, किनभने यस्तो सिम्बलहरू छ, यस्तो छ, यो त के होइन हाम्रो लागि हुँदैन होइन भन्ने पनि धेरैको प्रश्न छ होइन। हुनसक्छ तपाईँहरूको हाम्रो चर्चमा प्रकाशको पुस्तकबाट कहिले पनि वचन बाँड्दैन होइन, हाम्रो चर्चमा पनि कहिल्यै बाँड्दैन। यो होइन कि उनीहरूले विश्वास गर्छ गर्दैन, तर गाह्रो छ भनेर। तर यदि हामी यो विश्वास गर्छौँ कि परमेश्वरको चेला एपोस्टलले लेख्नु भएको हो, परमेश्वरले दिनुभएको हो, यस कारणले परमेश्वरको वचन हो, यो जिउँदो वचन हो भनेर विश्वास गर्नु जरुरी छ र त्यही प्रयास हामी गरिरहेको छौँ है। यो चाहिँ परमेश्वरको चेलाले लेख्नु भएको हो, एपोस्टलले, यो एपोस्टल चाहिँ एपोस्टल जोन हो। कसरी हामीले माथि केही कुराहरू हामीले हेऱ्यौँ है। आउनुहोस् अब हामी हेर्नेछौँ लोकेसन, कहाँबाट लेखेको त होइन, लोकेसन उसको ठाउँ। हामी यूहन्ना 1:9 हामीले हेऱ्यौँ भने लोकेसनको बारेमा हामी देख्छौँ, अघि नै हामीले पढ्यौँ। यूहन्ना होइन, प्रकाश 1:9 तपाईँहरू पल्टाउन सक्नुहुन्छ। I, John, your brother and partner in tribulation, अघि नै भन्यो यो चाहिँ सतावटको बेलामा लेखिएको, त्यो हामी डेटको बारेमा एकछिनमा हेर्नेछौँ। लास्टमा हेर्नुभयो भने was on the island called Patmos on account of the word of God and the testimony of Jesus. So हामी के देख्छौँ भने लोकेसनको बारेमा हामी हेर्दैछौँ भने जस्तै हामी एफिसीको पुस्तक हेऱ्यो वा कोरिन्थीको पुस्तक हेऱ्यो भने कहाँबाट लेखेको हो त होइन, पत्रुसको पत्र हेऱ्यो भने कहाँबाट लेखेको, त्यो जरुरी छ होइन, प्लेस लोकेसन। त्यसै गरी प्रकाशको पुस्तक चाहिँ कहाँबाट लेखेको त, कहाँ थियो त यूहन्ना, यो सबै दर्शनहरू उसले प्राप्त गर्दाखेरि लेख्दाखेरि कहाँ थियो त यूहन्ना होइन भन्ने कुरा चाहिँ हामी 1 अध्यायको 9 पाउँछौँ। ऊ चाहिँ पत्मस भन्ने आइल्यान्डमा थियो। यदि तपाईँहरूले यस क्लासपछि हेर्न सक्नुहुन्छ, गुगलमा गएर हेर्नुहोस् त्यो समयको होइन पेटमस आइल्यान्ड कहाँ छ भनेर त्यहाँ हेर्नुहोस्, अनि तपाईँले त्यहाँ देख्नुहुन्छ होइन, एउटा एजेन्सीको समय होइन एफिससको छेउछाउमा तपाईँले त्यो हेर्न सक्नुहुनेछ होइन। यस कारणले तपाईँ जानुहोस्, पछि गुगलमा टाइप गर्नुहोस् पेटमस आइल्यान्ड चाहिँ यूहन्नाको समयमा, रेभलेसनको समयमा कहाँ थियो भनेर म्यापमा तपाईँले हेर्न सक्नुहुन्छ। र यो इम्पोर्टेन्ट छ एगेन होइन, किनभने जियोग्राफी हामी जुन भन्छौँ, जियोग्राफी पनि पत्ता लगाउनु चाहिँ इम्पोर्टेन्ट छ। त यो के हो त, पेटमसमा चाहिँ पेटमस रकी एन्ड ब्यारन प्लेस। यो आइल्यान्ड जुन छ यो चाहिँ आइल्यान्ड त एकदमै होइन सबैलाई जान मन लाग्छ नि होइन, किनभने आइल्यान्ड भनेपछि एकदमै मजाको ठाउँ होइन, समुद्रले घेरेको एउटा भेकेसन स्पोट हो। तर जुन यो पेटमस भन्ने छ यो चाहिँ एकदमै रकी हो होइन। त्यसपछि ब्यारन प्लेस, त्यहाँ मान्छे छैन अहिले त। आइल्यान्डमा कति होटल्स के छ, एकदमै सुनसान होइन। त्यो समयमा मतलब हामी पढ्यो भने एकदमै डरलाग्दो ठाउँ हो त्यो होइन, सापहरू आउने मतलब केही नभएको कारणले एकदमै डरलाग्दो ठाउँ हो। यसमा अलिकता म केही जोड्न चाहन्छु। यूहन्नालाई चाहिँ पहिल्यै मार्न कोसिस गर्यो रोमी शासकले होइन, एउटा इसाई भएको कारणले, तर पहिलोचोटि मरेन होइन। पहिलो मार्न कोसिस गर्दा नमरेको कारणले अब उसलाई फेरि दोस्रोचोटि मृत्युदण्ड दिन पाउँदैन। हामीलाई थाहा छ एकचोटि फाँसी होइन, फाँसीको सजाय दिन्छ र फाँसी लगाउँदाखेरि मरेन भने
कसो तसो त्यसलाई फेरि पनि ल फाँसी दियो भनेर मिल्दैन, किनभने उसलाई त्यो दण्ड दिइसकेको छ। त्यही कारणले यूहन्ना नमरेको कारणले चाहिँ अब उसलाई चाहिँ पत्मस आइल्यान्डमा चाहिँ लगेर राखेको हामी पाउँछौँ। तपाईँहरू इतिहासमा पढ्न सक्नुहुनेछ। र यसमा चाहिँ मान्छेहरू छैन होइन, एकदमै सुनसान छ, एक्लै छ। त्यो अवस्थामा चाहिँ परमेश्वरले चाहिँ यूहन्नालाई पत्मसको आइल्यान्डमा टापुमा दर्शन दिनुभयो। Its unpleasantness made it a good location to punish popular people who were perceived as threats to the civil order of the Roman Empire. यो टाढा छ, साथसाथै अनप्लेजेन्ट होइन, मतलब सुख छैन त्यहाँ, कम्फोर्ट छैन त्यस ठाउँमा होइन। ढुङ्गै ढुङ्गा छ, रुख बिरुवा पनि छैन, पानीको लागि पनि एकदमै सङ्घर्ष गर्नुपर्छ होइन। मतलब त्यहाँ त्यो ठाउँमा कसैलाई पठाउनु चाहिँ एउटा सुखको जीवन होइन, तर एकदमै गाह्रो होइन, एकदम सफरिङवाला जीवन चाहिँ त्यहाँ हुनेछ। त्यस कारणले रोमी शासकले के गर्यो, यूहन्नालाई चाहिँ त्यो ठाउँमा गएर पनिसमेन्टको रूपमा चाहिँ हामी देखेको पाउँछौँ। Revelation 1:9 strongly implies that John had been exiled to Patmos. हामी यो 9 मा हेऱ्यो भने उसलाई चाहिँ त्यहाँ एक्जाइलको रूपमा पठाएको हामी देख्छौँ। Was on the island called Patmos on account of the word of God. परमेश्वरको वचनको कारणले, प्रभु येशू ख्रीष्टलाई प्रचार गरेको कारणले, प्रभु येशू ख्रीष्टको टेस्टिमनी दिएको कारणले रोमी शासकले उसलाई मार्न कोसिस गर्यो, मरेन। त्यस कारणले उसलाई पनिसमेन्ट अब के छ, पत्मस आइल्यान्ड, जहाँ चाहिँ जीवन एकदम कठिन छ, त्यो ठाउँमा चाहिँ रोमी शासकले यूहन्नालाई फालिदिएको छ होइन। त्यो कुरा हामी 1:9 मा हामी पाउँछौँ। ऊ चाहिँ सजाय भोगिरहेको छ है। यो चाहिँ परमेश्वरको वचनको कारणले गर्दा, परमेश्वरको वचन प्रचार गरेको कारणले गर्दा, येशू ख्रीष्टको गवाही दिएको कारणले गर्दा यूहन्नालाई चाहिँ पत्मसको टापुमा फालेको हामी देख्छौँ। While John was enduring this harsh condition, होइन, तपाईँहरू कतिजना ट्रेकिङ गर्नुहुन्छ थाहा छैन होइन, तर जे होस् ट्रेकिङ पनि आजकल त राम्रो राम्रो ठाउँमै हुन्छ होइन। तर जे होस् नेपालमा त्यस्तो ठाउँ मलाई याद भएन होइन। मरुभूमिहरू टाइप, मरुभूमि चाहिँ प्राय स्यान्ड हुन्छ होइन, तर यो चाहिँ रक, ढुङ्गाहरू मात्र भएको, पत्थर भएको ठाउँ हो। त्यस कारणले जीवन एकदमै कठिन छ यहाँ होइन, एकदमै कठिन छ यहाँ जीवन। यस्तो यूहन्ना चाहिँ यो कठिन जीवन व्यतीत गरिरहेको बेला he received several visions from Christ होइन। यसो ख्रीष्टद्वारा उनले धेरै दर्शनहरू चाहिँ त्यो पत्मसमा उनले पाए। And the book of Revelation is John's record of and also commentary on these visions. दुईटै कुरा हामी यसमा हेर्नुपर्छ। पहिलो कुरा, यो प्रकाशको पुस्तक चाहिँ प्रभु येशू ख्रीष्टले दिनुभएको प्रकाशको बारेमा हो होइन। रेभेलेसन, प्रकाश, येशू ख्रीष्टले यूहन्नालाई दिनुभएको प्रकाश हो। उसलाई त्यो रेभेलेसन रेकर्ड गर्दैछ। तर रेकर्ड मात्रै होइन, यो चाहिँ कमेन्ट्री पनि हो, टिप्पणी होइन। जस्तै केही कुरा उसले प्रकाश पायो, भिजन पायो, तर यो भिजनको अर्थ के हो त भन्ने कुरा धेरै ठाउँमा चाहिँ यूहन्नाले आफैले पनि त्यहाँ एक्सप्लेन गरेको हामी देख्छौँ, टिप्पणी गरेको हामी पाउँछौँ होइन। उदाहरणको लागि हामी जाउँ यहाँ 1 अध्यायको 10 देखि 11 मा हामी हेऱ्यौँ भने, On the Lord's day I was in the spirit and I heard behind me a loud voice like a trumpet which said, Write on a scroll what you see and send it to the 7 churches. So प्रभु येशू ख्रीष्टले चाहिँ दर्शन दिनुभयो, दिइराख्नु भएको छ, र साथसाथै प्रभु येशू ख्रीष्ट स्वयंले नै आज्ञा गर्दै हुनुहुन्छ कि तिमीले जे कुरा देख्दैछ त्यो कुरा चाहिँ लेख र लेखेर यो 7 वटा चर्चहरूलाई पठाउनु। अनि 7 वटा चर्च हामीलाई थाहा छ, 2 अध्याय 3 अध्यायमा हामी पाउँछौँ, एफिसस, स्मर्ना, पेर्गामम, थियाटिरा, सार्डिस, फिलाडेल्फिया र लाउडेसिया। र यसको बारेमा हामी पछि पनि हेर्नेछौँ। तर यो सबै प्राय यो 7 वटा चर्चले चाहिँ अल द चर्च इन जेनरललाई हामी जनाएको हामी पाउँछौँ।
लाइक ओभरअल र साथसाथै यो पुरै जुन प्रकाशको पुस्तकमा जे लेखेको छ त्यो सबै कुरा चाहिँ यो 7वटा चर्चहरूको लागि हो। त्यसपछि यहाँ प्रकाशको पुस्तक 21को 5मा हामी हेऱ्यो भने हामी के देख्छौँ भने यूहन्नाले चाहिँ यो आज्ञालाई चाहिँ आज्ञाका जुन येशू ख्रीष्टले भन्नुभयो राइट अन अ स्क्रल हैन लेख, यो आज्ञालाई उहाँले चाहिँ मान्नुभयो हैन। सो ही रोट इन ओबिडियन्स टु दिस कमान्ड फ्रम गड। परमेश्वरले भन्नुभयो ल तिमी जे देख्छ लेख, लेखेर पठाउनु यो 7वटा चर्चलाई। त्यो आज्ञा अनुसार हामी के देख्छौँ भने यूहन्नाले चाहिँ लेखेको हामी देख्छौँ। So God was going to show him a vision, and John was to record this vision and also to send to these 7 churches. Knowing about the book of Revelation resulted from a supernatural vision given to John has led some interpreters to diminish the importance of John as the author of this book. अब यो यहाँ हामी के देख्छौँ भने पुस्तकमा चाहिँ सुपरनेचुरल भिजन अनि येशू ख्रीष्टले उसलाई चाहिँ सुपरनेचुरल दर्शन दिइराख्नु भएको छ र येशू ख्रीष्टले भन्नुहुन्छ यो लेख हैन भनेपछि धेरै विद्वानहरूले इन्टरप्रेटर्सहरूले अब के भन्दैछ भने अब यहाँ यूहन्नाको चाहिँ कुनै भ्यालु छैन किनभने यूहन्ना त्यहाँ छ तर उसको दिमाग पनि चलाएको छैन, उसले के यहाँ बसेको छ ल देख्यो ल येशू ख्रीष्टले भन्नुभयो लेख लेख्दैछ, मतलब उसको कुनै रोल छैन भनेर धेरैजनाले चाहिँ यूहन्नालाई चाहिँ डिमिनिस गर्न कोसिस गरेको छ। किन येशू ख्रीष्टले दर्शन देखाउनु भयो, येशू ख्रीष्टले भन्दै हुन्छ लेख अनि उसले जे देखे लेख्दैछ भनेपछि यूहन्नाको कुनै पनि भ्यालु छैन त्यसमा हैन। त्यसकारणले यूहन्नाको कुनै रोल छैन प्रकाशको पुस्तक लेख्दाखेरि भनेर चाहिँ धेरैजनाले त्यसरी टिप्पणी गरेको हामी पाउँछौँ। After all, if it's just a record of a vision, यदि यो येशू ख्रीष्टले दिनुभएको भिजन मात्रैको रेकर्ड हो भने then what difference does it author make? Now what possible input could John have made? यदि येशू ख्रीष्टले दिनुभएको भिजन छ, प्रकाश छ, दर्शन छ र त्यो मात्र लेख्ने र लेखकले अरू केही पनि नगर्ने भए हैन यूहन्नाको चाहिँ कुनै पनि इनपुट छैन, किनभने यूहन्ना एउटा रोबोट जस्तै हो हैन। हामी रोबोटलाई कुनै कमान्ड दिन्छ भने रोबोटले आफै गरिदिन्छ हैन, तर रोबोटले सोच्नु पर्दैन हैन। मतलब अहिले त रोबोटहरू पनि एकदमै एडभान्स भएको छ। रोबोटको पनि हामी एक्जाम्पल दिन सक्दैन किन रोबोटले हामीभन्दा धेरै राम्ररी सोच्छ हैन, एआई भयो के भयो। तर त्यो समयमा रोबोटलाई हामी एउटा कमान्ड दिन्छौँ, रोबोटले केही सोच्दैन किन प्रोग्रामिङ गरेको हुन्छ, रोबोटले त्यो गर्छ फिर्ता आउँछ हैन। यदि त्यसो हो भने यूहन्नालाई चाहिँ येशू ख्रीष्टले दर्शन दिनुभयो, यो लेख भन्नुभयो, यूहन्नाले लेखे भने अब यूहन्नाको कुनै पनि त्यहाँ रोलै छैन भन्ने चाहिँ एउटा धारणा छ। त्यसको बारेमा हामी हेर्नेछौँ एकछिन अलिकता। With the possible exception of the letters in chapter 2 and 3, God revealed, हामी 3मा छौँ, God revealed visions to John, not the actual word he was to write. हामी के देख्छौँ 2 र 3 अध्याय बाहेक हुन सक्छ 2 र 3 अध्यायमा जुन 7वटा चर्च छ येशू ख्रीष्टले त्यो जे छ त्यो लेख भन्नुभयो होला, तर त्यसपछि जुन भिजन्सहरू छ हैन, जुन दर्शनहरू छ येशू ख्रीष्टले दिनुभयो त्यो चाहिँ दर्शन मात्र दिनुभयो। तर येशू ख्रीष्टले यूहन्नालाई शब्दहरू दिनु भएन, ल यो शब्द लेख, जस्तै हामी डिक्टेसन भन्छौँ हैन। हामी सानो हुँदाखेरि डिक्टेसन लेख्थ्यौँ, इङ्ग्लिस भर्खर पढ्दाखेरि द लेख भन्दैन, टिएचई द भन्थ्यो, हामीले टिएचई द लेख्थ्यौँ हैन। त्यसरी डिक्टेसन गरेको होइन यहाँ येशू ख्रीष्टले। येशू ख्रीष्टले भिजन त दिनुभयो, दर्शन दिनुभयो, तर यूहन्नालाई येशू ख्रीष्टले यो लेख, 7वटा यो लेख, त्यसपछि यो लेख, त्यसपछि यो लेख भनेर एक शब्द चाहिँ येशू ख्रीष्टले भन्नु भएन, दर्शन देखाउनु भयो। तर जुन शब्द प्रयोग गरेर यूहन्नाले लेखे त्यो शब्द चाहिँ यूहन्नाको आफ्नै हो हैन। यूहन्नाले आफ्नो विवेक प्रयोग गरेर चाहिँ जुन दर्शन देखे उनले त्यो दर्शनलाई चाहिँ रेकर्ड गर्न कोसिस गरेको छ हैन। त्यसकारणले यो होइन कि
योहन्ना चाहिँ एउटा रोबोट थियो, यसो ख्रिस्टले देखाउनु भयो, त्यो अनुसार लेख्दै गयो, होइन। यसो ख्रिस्टले शब्दहरू भन्नुभयो, यो शब्द लेख, यसपछि यो लेख, त्यस्तो होइन। योहन्ना इज नट, होइन, जोन इज नट रोबोट हियर। दर्शन दिनुभयो, तर जुन शब्द प्रयोग गरेको छ, जुन वाक्यहरू लेखेको छ, त्यो चाहिँ योहन्नाको आफ्नै बुद्धि प्रयोग गरेर, होइन, लेखेको। त्यो दर्शनलाई उसले जसरी बुझ्यो त्यो आफ्नै बुझाइ अनुसार चाहिँ योहन्नाले लेखेको हो, है। Generally speaking, John wrote about his vision in his own words. आफ्नै शब्दमा लेखेको योहन्नाले यहाँ। So in this regard, the book of Revelation is a lot like the Gospel of John. यो सन्दर्भमा प्रकाशको पुस्तक पनि योहन्नाको सुसमाचार जस्तै हो। योहन्नाको सुसमाचारमा हामी के देख्छौँ? योहन्नाले येशू ख्रीष्टको जीवनीको गवाही देखे, होइन, आफ्नै आँखाले देखे। 3 वर्ष 3.5 वर्षसम्म योहन्ना येशू ख्रीष्टसँगै भएको कारणले येशू ख्रीष्टले गर्नुभएको मिराकल्सहरू, होइन, साइन्स, योहन्नाले चाहिँ शब्द साइन प्रयोग गर्छ मिराकल भन्दा पनि, होइन। साइन, जति पनि साइन्सहरू येशू ख्रीष्टले गर्नुभयो, योहन्नाको पुस्तकमा 7 वटा साइन छ, त्यो सबै योहन्नाले देखे। त्यसपछि उसले पछि लेखे, यो होइन कि येशू ख्रीष्टले यो तिमीले यो लेख यो लेख यो लेख भन्नु भएन। योहन्नाले देखे, होइन, आफ्नै आँखाले, हि विटनेस्ड इट, ऊ आफै गवाही हो। र पछि योहन्नाले जे देखे, जे बुझे त्योबाट, होइन, आफ्नो देखाइबाट, हेराइबाट, त्यो कुरा योहन्नाले आफ्नो पुस्तकमा लेख्यो, सुसमाचारमा। येशू ख्रीष्टले सबै शब्दहरू भन्नु भएन। त्यसै गरी प्रकाशको पुस्तकमा पनि येशू ख्रीष्टले योहन्नालाई भिजन दिनुभयो, दर्शन दिनुभयो, तर सबै शब्द चाहिँ येशू ख्रीष्टले अब यो लेख, अब यसमा यसपछि यो लेख, अब फुल स्टप देऊ, कमा देऊ, यो देऊ भनेर येशू ख्रीष्टले भन्नु भएन। शब्द, वाक्य, सबै कुरा चाहिँ योहन्नाको आफ्नै जति क्षमता छ त्यो अनुसार लेखेको, होइन। यो होइन कि योहन्नालाई पढ्न लेख्नै आउँदैन, तर येशू ख्रीष्टले चाहिँ, होइन, यो शक्ति दिनुभयो कि यसरी लेख ल, येशू ख्रीष्टले चाहिँ रोबोट जस्तै युज गर्नुभयो। त्यो पनि इम्पोर्टेन्ट छ है बुझ्नलाई। यसो हामी इसाई जीवनमा येशू ख्रीष्टले चाहिँ हाम्रो क्षमताभन्दा बाहिर चाहिँ हामीले दिनुहुन्न, होइन। त्यो कुरा हामी देख्छौँ। यसमा चाहिँ फर्स्ट हामी के देख्छौँ? जोन अब्जर्भ इभेन्ट्स अफ जिजस लाइफ, होइन। 3 वर्षसम्म येशू ख्रीष्टको जीवन योहन्नाले देख्यो। पछि हामी के देख्छौँ? त्यो सबै चाहिँ उसले आफ्नो सुसमाचारमा लेखेको छ, होइन। उसको जुन योहन्नाको सुसमाचारको जुन अडियन्स छ, होइन, प्राप्तक, होइन, जस्तै नेपालमा छ भने नेपालको व्यक्तिहरूलाई के चाहियो त, होइन। येशू ख्रीष्ट एउटै हो, येशू ख्रीष्टको सन्देश पनि एउटै हो, येशू ख्रीष्टले गर्नुभएको सबै साइन्सहरू पनि एउटै हो, तर नेपालको विश्वासीहरूलाई के चाहियो येशू ख्रीष्टको बारेमा, त्यो अनुसार चाहिँ योहन्नाले, उदाहरणको लागि म भन्दैछु है, नेपालको विश्वासीको अनुसार चाहिँ पुस्तक लेख्ने हो, होइन। जे देखे, जे बुझे, तर अब यो ऑडियन्सलाई के दिने, त्यो अनुसार चाहिँ उसले हामी योहन्नाले लेखेको हामी पाउँछौँ। इन एज मच द सेम वे, त्यसरी नै John observed the visions he reported in the book of Revelation. Then he wrote his book as a true record of his experiences. John selected and arranged the material in the book of Revelation in ways that address the needs of his original audience. हामी के पाउँछ भने यहाँ योहन्नाले त्यो दर्शन प्राप्त गर्यो, हैन, पायो, देख्यो, हैन, हेर्यो, उसले आफ्नै बुझाइअनुसार बुझ्न कोसिस गर्यो, प्रोसेस गर्यो, प्रोसेसिङ हामी भन्छौँ कम्प्युटरको शब्दमा, हैन, प्रोसेस गर्यो। त्यसपछि जुन ऑडियन्सलाई लेख्दैछ, जस्तै 7 वटा मण्डली हामी देख्छौँ, यो 7 वटा मण्डलीको लागि के लेख्नु पर्ने छ, हैन, यो भिजनले चाहिँ कसरी मैले बताउने, यो ऑडियन्सले कसरी बुझ्छ त भन्ने त्यो अनुसार प्रोसेस गरेर चाहिँ योहन्नाले प्रकाशको पुस्तक लेखेको है। जब हामी भन्छौँ प्रकाश हैन, योहन्नाले चाहिँ प्रकाश दिनुभयो र जस्तैको जस्तै लेख्यो, त्यसमा हामीले यो बुझ्नुपर्छ प्रकाश परमेश्वरले दिनुभयो, तर यो होइन कि यीशु ख्रीष्टले नै सबै, हैन, योहन्नाको हात समातेर लेख्नुभयो। योहन्नाले आफ्नै बुद्धिले हैन, आफ्नो बुद्धिको क्षमता
अनुसार हैन जति उसले बुझ्न सक्छ जति उसले एक्सप्लेन गर्न सक्यो त्यो भिजनलाई त्यो अनुसार मात्र चाहिँ प्रकाशको पुस्तक लेखेको छ है अरू सबै पुस्तकहरू पनि त्यसरी नै लेखेको हो त्यसकारणले यूहन्नाको महत्त्व छ यहाँ हैन येशू ख्रीष्टले चाहिँ हामीलाई एउटा रोबोटको रूपमा प्रयोग गर्नुहुन्न आज हामी नेपालीहरू हैन नेपालमा पास्टर गरिरहेका छौँ सेवाकार्य गरिरहेका छौँ विदेशमा सेवाकार्य गरिरहेका छौँ यसको मतलब यो होइन कि येशू ख्रीष्टले चाहिँ हामीलाई रोबोटको माध्यमले प्रयोग गर्नुहुन्छ हैन परमेश्वरको वचन हामीलाई दिनुभएको छ यो वचन हामी पढ्छौँ हामी आफै बुझ्छौँ हैन पवित्र आत्मा हामीलाई सिकाउनुहुनेछ तर हामी त्यो सिकाउँछौँ त्यो बुझाउँछौँ जुन हाम्रो मण्डलीलाई सिक्नुपर्ने छ हैन त्यो यूहन्नाले प्रकाशको पुस्तकमा गर्दैछ बाँकी बाइबल जस्तै हैन प्रकाशको पुस्तक पनि परमेश्वरद्वारा नै प्रेरित हो हैन इन्स्पायर्ड बाइ गड यो एकदम इम्पोर्टेन्ट हो यो किन इम्पोर्टेन्ट किनभने मैले अघि नै सुरुमा भने जस्तै हामी प्राय यो पुस्तकबाट बाँड्दैनौँ किनभने गाह्रो हामीलाई डर लाग्छ र हुनसक्छ धेरै विश्वासीहरूले वा धेरै पास्टरहरूको विश्वास पनि होला कि परमेश्वरको वचन होइन होला समथिङ हामीलाई थाहा छैन तर योबाट प्रचार चाहिँ हुँदैन तर यदि हामी यो विश्वास गर्छौँ कि यो पनि बाँकी 66 मा हैन रेभलेसन 65 बुक परमेश्वरबाट प्रकाशित हो भने इन्स्पायर्ड हो भने रेभलेसन पनि प्रकाशको पुस्तक पनि इन्स्पायर्ड बाई गड हो यदि इफ इट्स इन्स्पायर्ड बाई गड हामीले यहाँबाट पनि प्रचार गर्नुपर्छ सिकाउनुपर्छ हैन हामी बुझ्दैनौँ सबै कुरा बट हैन परमेश्वरको वचन हो भने बुकमा जे छ त्यो हामीले सिकाउनुपर्छ बुझाउनुपर्छ द होली स्पिरिट superintended John's work so that everything he wrote was true and authoritative पवित्र आत्माले नै यूहन्नालाई गाइड गर्नुभयो हैन जसरी पुरानो करारमा हामी दानियल पढ्छौँ दानियल एकदमै इम्पोर्टेन्ट हो हैन प्रकाशको पुस्तकको लागि दानियलको हैन 2-7 अध्यायदेखि हामी हेर्दै गयो भने दानियल एकदमै गाह्रो छ बुझ्नलाई तर त्यो पनि परमेश्वरको गाइडेन्समा लेखेको हो हैन इन्स्पायर्ड बाइ गड त्यसैगरी प्रकाशको पुस्तक पनि यूहन्नालाई चाहिँ पवित्र आत्माले गाइड गर्नुभएको हैन ताकि जे यूहन्नाले यहाँ लेख्दैछ त्यो ट्रु हो सत्य हो हैन र सत्य मात्र नभएर आधिकारिक पनि हो जोन वाज स्टिल एक्टिभ थिङ्किङ अथर पवित्र आत्माले गाइड गर्दै हुनुहुन्छ तर साथसाथै यूहन्ना चाहिँ एक्टिभ पनि छ हैन क्रियाशील छ त्यहाँ यूहन्नाले सोच्दैछ हो यो कुरालाई म कसरी एक्सप्लेन गरौँ जब तपाईँ र म वचन बाँड्छ हैन तपाईँहरू पास्टर हुनुहुन्छ प्राय तपाईँ लिडर्स हुनुहुन्छ चर्चमा मण्डलीमा तपाईँ वचन बाँड्नुहुन्छ तर वचन तपाईँलाई पढेर मात्र पढ्ने होइन नि त हैन तपाईँ बस्नुहुन्छ तपाईँ सोच्नुहुन्छ अब यो कुरालाई पौलले जस्तै यूहन्ना वा एफिसीमा तपाईँ जानुहोस् 4 अध्यायदेखि 4 पद 1 को 4 5 6 मा हेऱ्यो भने त्यहाँ इलेक्सनको बारेमा हामी देख्छौँ परमेश्वरले चाहिँ संसारको उत्पत्ति हुनुभन्दा अगाडि नै हामीलाई सृष्टि गर्नुभयो अब सोच्नु पर्यो तपाईँ यो के भन्न खोजेको कसरी चाहिँ परमेश्वरले चाहिँ हामीलाई हैन संसारको उत्पत्ति भन्दा अगाडि नै चुन्नुभयो यो तपाईँले सोच्नु पर्यो हैन मेरो यो मण्डली यदि त्यति पढे लेखेका छैनन् भने गाउँतिर हैन अब कसरी सिकाउने मैले यो हैन परमेश्वरले चाहिँ हामीलाई चाहिँ उत्पत्ति संसारको उत्पत्ति भन्दा नै अगाडिदेखि नै हामीलाई चुन्नु भएको तपाईँ र म चाहिँ उहाँको हैन दिमागमा थियो पहिला नै उहाँले हामीलाई पहिला नै हामी जन्मिनुभन्दा अगाडि नै उहाँले चाहिँ हामीलाई बचाइसक्नु भएको छ ख्रीष्ट येशूको रगतद्वारा सेक्रिफाइसद्वारा यो कसरी हामी सिकाउने त्यो हामी सोच्छौँ त्यही यूहन्नाले यहाँ गर्दैछ येशू ख्रीष्टले दर्शन दिनुभयो पवित्र आत्माले गाइड गरिराख्नु भएको छ तपाईँहरूमा वचन बाँड्दाखेरि पनि परमेश्वरले हामीलाई गाइड गर्नुहुन्छ पवित्र आत्माले तर तपाईँ र मलाई यतिकै बस म तिमीलाई सबै कुरा सिकाउँछु भनेर त्यसरी गर्नुहुन्न हैन हामी वर्क गर्नु पर्यो हामी थिङ्क गर्नु वी हेभ टु थिङ्क हामी एक्टिभ हुनु पर्यो र त्यही कुरा यूहन्नाले गर्दैछ जुन दर्शन यूहन्नाले पायो त्यो दर्शनलाई चाहिँ उसले सोच्दैछ म यो दर्शनलाई चाहिँ कसरी रेकर्ड गरौँ हैन यो मेरो यो जुन ऑडियन्स छ 7 वटा मण्डली छ उनीहरूले यो बुझ्ने गरी म कसरी यसलाई लेखौँ हैन एकछिनमा हामी हेर्नेछौँ लिटरेरीमा हैन अल दोस थिङमा
हैन त्यो अनुसार त्यो समयमा हैन त्यो पिरियडमा कुनै पनि कुरालाई चाहिँ कसरी सिकाउने भन्ने कुरा चाहिँ यूहन्नाले सोचेर थिंक हैन उसको दिमाग लगाएर चाहिँ लेखेको छ। यस कारणले यूहन्नाको पनि त्यति नै भूमिका छ है येशू ख्रीष्टको पवित्र आत्मा र साथसाथै यूहन्ना लेखकलाई पनि परमेश्वरले एउटा ह्युमनको रूपमा चाहिँ प्रयोग गर्नुभएको छ। हुन्छ यतिमा हामी लेख्ने छोडौँ यसमा। अब हामी डेटमा जानेछौँ। यहाँ एकदम इम्पोर्टेन्ट छ। अब हामी डेट हेर्नेछौँ हैन अथरशिप जस्तै हैन लेखक जस्तै डेट पनि एकदमै इम्पोर्टेन्ट छ हैन। धेरै समय हामी डेट किन इम्पोर्टेन्ट डेट किन थाहा पाउनु पर्यो र हैन डेटको के महत्त्वपूर्ण छ परमेश्वरको वचन र पढौँ। तर डेट इम्पोर्टेन्ट छ हैन कहिले लेखेको त्यो थाहा पाउनु पनि जरुरी छ। किनभने उदाहरणको निम्ति चाहिँ कुन पुस्तक गलातीको पुस्तक हामी पढौँ हैन पौलले लेखेको गलातीको पुस्तक। गलातीको पुस्तकमा हामी के देख्छौँ त्यहाँ सबभन्दा मुख्य स्ट्रगल त्यहाँ फाइट चाहिँ त्यो गलातीको मण्डलीमा चाहिँ के थियो भने विश्वासीहरू चाहिँ इसाईहरू चाहिँ विश्वास गर जो अन्य जाति छ जेन्टाइल्सहरू हैन त्यो सबैमा चाहिँ जिउस र जेन्टाइलको मात्र कुरा छ। जेन्टाइल्सहरू चाहिँ बचाइनको निम्ति चाहिँ ख्रीष्टमा विश्वास गरेर पुग्दैन। जेन्टाइल्सहरू अब यहुदी जाति बन्नुपर्छ। यहुदी जाति कसरी बन्ने? खतना गर्नु पर्यो साथसाथै मूसाले दिएका सबै आज्ञाहरू पालन गर्नु पर्यो। यो कुरालाई चाहिँ यहुदी जातिहरू जो इसाई बनेको थियो त्यो यहुदी इसाईहरूले चाहिँ सिकाउँदै थियो र पौल गलातीको मण्डलीमा गएर भन्छ गलातीको मण्डलीले लेख्दैछ भन्दैछ कि तिमीहरू अब त्यो गर्नु पर्दैन हैन तिमीहरू खतना गर्नु पर्दैन भनेर चाहिँ गलातीको पुस्तकमा हामी पाउँछौँ पत्रमा। तर यो कुरा कहाँ डिस्कस भएको थियो त? प्रेरित 15 मा हैन त प्रेरित 15 मा यो कुरा हामी पाउँछौँ जेरुसलेम काउन्सिल भनेर। तर गलातीमा त प्रेरित 15 को बारेमा केही पनि कुरा गरेको छैन हैन त। त्यस कारणले हुन सक्छ गलाती चाहिँ यो 15 भन्दा अगाडि नै लेखेको हुन सक्छ हैन। त्यसकारण डेट इम्पोर्टेन्ट छ कहिले भयो यो घटना हैन। मत्तीको पुस्तक मत्तीको सुसमाचार हामी हेरौँ त्यसमा पनि अब दुईटा भाग छ तर एउटा उदाहरण म दिँदैछु। मत्तीको पुस्तकमा हामी देख्छौँ मत्तीको पुस्तक कहिले लेखे हैन मत्तीको पुस्तक कहिले लेखेको हो भन्ने अब एकदम इम्पोर्टेन्ट छ। किनभने यदि मत्तीको पुस्तक 70 AD पछि लेखेको हो भने जब हामी 24 र 25 पढ्छौँ मत्ती त्यहाँ चाहिँ डिस्ट्रक्सनको बारेमा हामी देख्छौँ वा मन्दिर भत्काएको कुरा हामी देख्छौँ। यदि 70 AD पछि लेखेको हो भने त्यो किन त्यहाँ चाहिँ लेखिएन त हैन मन्दिर भत्किसकेको छ भनेर त भने छैन तर त्यहाँ चाहिँ मन्दिर अझै छ मत्तीको पुस्तकमा। त्यसकारणले डेट इम्पोर्टेन्ट छ है। अब मोडर्न हिसाबमा म भनौँ जस्तै भनौँ मैले पढाएको मैले चाहिँ पिटिएसमा चाहिँ 2019 देखि पढाएँ है 2019 देखि पढाएको छु म पिटिएसमा। अब तपाईलाई 2015 को बारेमा जान्नु छ पिटिएसमा मैले पढाएँ हैन के पढाएँ भनेर। तर म 2015 मा मैले पढाएकै छैन तर मेरो नाम आएको छ वा मैले यो पढाएँ 2015 मा भने त्यो त गलत हो किनभने मैले 2019 देखि पढाएको छु। तर पिटिएस को रिकर्डमा मेरो नाम त्यहाँ 2015 देखि नै छ भने चाहिँ त्यो रिपोर्ट गलत हो हैन। त्यसकारणले डेट इम्पोर्टेन्ट छ। यो प्रकाशको पुस्तक कहिले लेखियो हैन किनभने अब हामी दुईटा डेट हेर्नेछौँ। एउटा डेट छ नेरोको समय नेरो हैन सिजर नेरोको बारेमा र दोस्रो छ डोमिसियन हैन। हामी पाँच पेज पछि हामी हेर्नेछौँ तर हामी पहिला नेरोमा हामी जाउँ।
समय हुन लागेको छ तर पनि नेरो हामी सुरुवात गरौँ दुईटा डेट्सहरू छ पहिलो चाहिँ नेरोको बारेमा नेरोको समयमा लेखेको हो भनेर धेरै विद्वानहरूले भन्छ नेरो कहिले शासन गर्दै थियो त रोममा AD 54 देखि 68 सम्ममा चाहिँ नेरो रोम साम्राज्यको एम्परर थियो हैन र धेरै हिस्टोरियन्सको आर्गुमेन्ट के छ भने प्रकाशको पुस्तक चाहिँ यही समयमा लेखेको हैन यो नेरोको शासनको समयमा In Nero's early years, we see common divisions. Advisors had great influence with him. But over time, his rule degenerated dramatically. यदि नेरोको हिस्ट्री तपाईँ पढ्नुहोस् सुरुवात एकदमै राम्रोसँग भयो तर बिस्तारै चाहिँ ऊ चाहिँ नोटोरियस भन्ने चाहिँ अब नराम्रो कुराको लागि एकदम फेमस भयो हैन उसको उद्देश्य के थियो भने जब एम्परर भयो रोमको एम्परर त्यहाँ चाहिँ एकदम पुरानो बिल्डिङ्सहरू थियो हैन ऊ एम्परर भएपछि अब नयाँ बिल्डिङ बनाउने हैन देशको मुहार फेर्ने राम्रो हैन लुक दिने त्यो उसको योजना थियो बिल्डिङ ठुल्ठुलो तर पुरानो तर यतिकै त कसैले आफ्नो बिल्डिङ भत्काउन दिँदैन हैन उसले के गर्दियो आगो लगाइदियो सबै रोममा पुरै नाश गरिदियो अब मानिसहरूले चाहिँ उसको विरुद्धमा नारा लाउन थाल्यो उसलाई चाहिँदैन अब हामीलाई यस्तो शासक चाहिँदैन भन्ने विभिन्न कुरा गरेपछि चाहिँ नेरोले के गर्यो भने यो आगो चाहिँ इसाईहरूले लगाएको हो हैन इन AD 64 मा इसाईहरूले पुरा रोमलाई जलाउनको निम्ति आगो लगाएर चाहिँ जलाउन बर्बाद गर्न कोसिस गरेको भनेर आरोप यो जलाएको आरोप चाहिँ इसाईहरूमा लगाइदियो त्यसपछि रोममा चाहिँ इसाईहरूको लागि भयङ्कर सतावट सुरु भयो हैन किनभने त्यस्तो ठुल्ठुलो घरहरू पुरानो थियो तर पुरै घर ध्वस्त बनाइदिएपछि अब त्यहाँ मान्छेहरू सबै चाहिँ इसाईहरूको विरोध गर्न थाल्यो र धेरै विश्वासीहरूलाई चाहिँ पर्सिक्युट एक्जिक्युट हैन गर्न चाहिँ थाल्यो रोमको शासकमा यहाँ एउटा हामी पढ्न सक्छौँ यहाँ म तपाईँ इङ्ग्लिसमा पढौँ Emperor Nero undertook this persecution in the middle of the 1st century mainly to use Christians as scapegoats. बलिको बाख्रा हैन बलिको बाख्राको रूपमा चाहिँ प्रयोग गरेको छ इसाईहरूलाई Fire broke out in the city of Rome. Emperor Nero was known for his urban renewal projects. हैन जति पनि शहरी विकास हैन शहरलाई चाहिँ विकास गर्नुपर्छ नयाँ नयाँ प्रोजेक्ट ल्याउनुपर्छ नयाँ नयाँ बिल्डिङ्सहरू बनाउनुपर्छ नयाँ पार्क्सहरू बनाउनु पर्यो त त्यसको लागि के गर्नु पर्यो जुन घरहरू छ भत्काउनु पर्यो नयाँ बनाउनु पर्यो So with that fire hitting the landscape very heavily and then other forces coming in clearing out buildings some fell unnecessarily there were a number who felt that they were really on the receiving end of the urban renewal project and it was the emperor's fault so there was an uprising threatened हैन त्यहाँ विद्रोह हुन थाल्यो he was looking for someone to blame it हैन अब विद्रोह हुँदैछ अब के गर्नु म and attached that to the Christians अब इसाईमाथि लगाइदियो and in that various forms of torture were employed to try and extract from the Christians an admission that they were behind this आगो लगाइदियो हैन अब त्यसपछि त्यहाँ अब अपराइजिङ हैन त्यहाँ चाहिँ अब शहरमा मान्छेहरू आउन थाल्यो विद्रोह गर्न थाल्यो अब क्रिस्चियन माथि लगाइदियो अब क्रिस्चियनलाई एक एकलाई पकड समात्दै उनीहरूले पर्सिक्युट गर्न थाल्यो तपाईहरु पढ्नुस् यसको बारेमा रोम के रे नेरोले चाहिँ इसाईहरूलाई कसरी चाहिँ सताउँथ्यो हैन उसको चाहिँ गार्डन थियो हैन राति अब अहिले त हाम्रो इलेक्ट्रिसिटी छ के छ त त्यो समयमा इलेक्ट्रिसिटी थिएन त के गर्थ्यो राति बाहिर उनले चाहिँ इसाईहरूलाई चाहिँ अलकत्र लगाइदिएर टर्चको रूपमा प्रयोग गर्थ्यो अनि बाहिर गार्डनमा इन्जोय गर्थ्यो हैन जनावर हैन के रे हन्टिङ हैन के भन्छ शिकार गर्थ्यो उनीहरुलाई जनावरको भेष लगाइदियो हैन छाला लगाइदियो ल गार्डनमा भगाइदियो ल अब तिमी भाग अनि उ आफ्नो गार्डनमा चाहिँ इसाईहरुको शिकार गर्थ्यो हैन कि ल तिमीहरु छिटो यो दोष ल्याऊ आफूमा हैन तिमीहरुले यो आगो चाहिँ तिमीहरुले लगाएको भनेर दोष लगाऊ भनेर उनीहरुले के रे यो
शासकले एम्पररले धेरै कोसिस गर्यो हैन तिमीहरूको आफ्नो विश्वासबाट पछि हट वा हैन विभिन्न कुराहरू भयो यो कारणले गर्दा हैन जुन नेरोले जुन इसाईहरूलाई सतायो नि त्यो सतावटको कारणले गर्दा धेरै स्कलर्सहरूको विचारमा चाहिँ प्रकाशको पुस्तक चाहिँ यो समयमा लेखेको हो भनेर चाहिँ उनीहरूले आफ्नो आर्गुमेन्ट राखेको छ है किनभने प्रकाशको पुस्तक हेर्दाखेरि हामी के देख्छ सतावट छ त्यहाँ इसाईहरू डराइरहेको छ हैन हामीलाई अघि नै भने जस्तै येशू ख्रीष्ट मर्नुभयो अब छैन हैन उहाँ चाहिँ गाडिनु भयो वा सिद्ध्यो तर उहाँ फेरि पनि पुनरुत्थान हुनुभयो एउटा होप दिनुभयो त्यो कुरा हामी प्रकाशमा पाउँछौँ यो समयमा नेरोले इसाईहरूलाई एकदमै सताइरहेको थियो मारिरहेको थियो शिकार गर्दै जनावरको रूपमा शिकार गर्दै मार्दै थियो हैन एकदमै ठुलो सतावट चाहिँ नेरोले गर्यो इसाईहरूलाई त्यो सतावटको कारणले गर्दाखेरि धेरै विद्वानहरूले चाहिँ भन्छ कि नेरोको समयमा चाहिँ लेखेको हो हैन 64-68 एडीतिर चाहिँ यो पुस्तक लेखेको हो The arguments for dating the book of Revelation during the late years of Nero's reign are based on at least 3 pieces of information. एउटा यो भयो हामी तीनटा कुरा हामी हेर्नेछौँ पछि आज त समय सिद्ध्यो भोलि हामी हेर्नेछौँ कि नेरोको समयमा चाहिँ किन एउटा त हामीले पर्सिक्युसन बन्यो हामी एकछिन त्यो पनि हेर्नेछौँ एउटा भयो पर्सिक्युसन एउटा हामी 7 वटा राजाको बारेमा हामी हेर्नेछौँ हैन हामी रेभेलेसनमा हामी पाउँछौँ 7 वटा राजाको कुरा गरेको पाउँछौँ र दोस्रो चाहिँ हामी टेम्पलको बारेमा मन्दिर अघि नै मैले भने हैन यदि मन्दिर छ भने मन्दिरको कुरा गर्दैछ भने त्यो चाहिँ 70 एडी भन्दा अगाडि हुनुपर्छ किनभने तपाईलाई याद होला याद छैन भने नयाँ करारको हिस्ट्रीमा 70 एडी मा चाहिँ यरुशलेम मन्दिर पूर्ण रूपले ध्वस्त बनाइदिएको छ हैन अब मन्दिर छैन अब यरुशलेममा 70 एडी देखि यदि प्रकाशको पुस्तकमा मन्दिरको कुरा गरिरहेको छ र मन्दिर त्यहाँ छ भने प्रकाशको पुस्तक 70 एडी भन्दा अगाडि लेख्नुपर्छ र 70 एडी भन्दा अगाडि चाहिँ नेरोको शासन थियो जहाँ चाहिँ एकदमै ठुलो पर्सिक्युसन भएको थियो त्यो चाहिँ 54 देखि 68 सम्म हैन यो बीचमा चाहिँ प्रकाशको पुस्तक लेखेको हुनुपर्छ भन्ने कुरा चाहिँ हामी भोलि हेर्नेछौँ हुन्छ तपाईहरुको केही प्रश्न थियो भने हामी एकछिन हामी समय लिन सक्छौँ र आजको लागि हामी क्लासलाई चाहिँ यतिमै राख्नेछौँ हुन्छ तपाईहरुको केही हजुर सर मेरो एक क्वेशन है हजुर अघि हजुरले भन्नु भएको थियो एपोस्टल लेखेको त्यो पुस्तक भएपछि मात्र त्यो चाहिँ मान्यता हुन्छ भन्ने कुरा गर्नु भएको थियो नि पुस्तक हजुर अनि त्यसको भनाइलाई चाहिँ अलिकति उस गरिन एपोस्टल अथवा उसँग हिँडेको चेलाहरूले नै त्यो पुस्तक चाहिँ लेखेको हुनुपर्छ अनि मात्रै चाहिँ त्यसलाई चाहिँ मान्यता मिल्छ भन्ने कुराहरू अघि तपाईले भन्नुभएको कुरालाई चाहिँ मैले नोट गरिरहेँ हजुर हामी नयाँ करारको क्यानोन भन्छौँ हैन क्यानोन यो चाहिँ मतलब त्यहाँ धेरै किताबहरू थियो अब किताबहरू मध्ये चाहिँ हामीले कसरी रेकग्नाइज गर्ने है हामी रेकग्नाइज भन्ने कसरी चाहिँ यसलाई यो चाहिँ परमेश्वरको वचन हो भनेर हामीले रेकग्नाइज गर्ने भन्नेमा चाहिँ 3टा टेस्ट थियो हामी 3टामा एउटा मात्र भने एउटा चाहिँ 3टा मध्ये चाहिँ एउटा चाहिँ एपोस्टलसिटी हैन एपोस्टलले चाहिँ लेखेको हुनुपर्छ भने किनभने धेरै त्यो समयमा चाहिँ धेरै व्यक्तिहरूले चाहिँ अरूको नाममा लेख्थ्यो जस्तै कोही फेमस व्यक्ति छ जस्तै हामी भनौँ पत्रुस हैन पत्रुस चाहिँ एकदमै फेमस व्यक्ति हो र यदि मैले पत्रुसको नाममा लेख्यो भने मेरो किताब बिक्री हुन्छ हैन त्यसै गरी थोमस भन्यो थोमसको कुरा गरौँ 12 जना चेलामध्ये एकजना थोमस थियो थोमस पनि त्यो बेलामा सबैले चिनेको त्यो समयमा है त्यसकारण यदि मैले थोमसको नाममा मैले किताब लेख्यो भने मेरो किताब चाहिँ बिक्री हुन्छ त्यसकारणले धेरै व्यक्तिहरूले चाहिँ त्यसलाई चाहिँ हामी सिडोनिमस भन्छौँ है हामी सिडोनिमस किताब हामी भन्छौँ त्यस्तो धेरै किताबहरू लेखेको थियो अब त्यो किताबमा चाहिँ हामी कसरी पत्ता गर्ने कि यो किताब चाहिँ साँच्चीकै परमेश्वरको वचन हो
त्यसमा एउटा एउटा टेस्ट चाहिँ यो चाहिँ प्रेरितले नै लेखेको हुनुपर्छ वा त प्रेरितसँगै हिँडेको व्यक्तिले लेख्नुपर्छ। त्यसपछि यदि यो पास भयो भने अब अर्को कुरा जस्तै हामीले भन्यौँ बर्नाबासको एउटा किताब छ गस्पल अफ बर्नाबास भन्ने है, तर यो बर्नाबासले लेखेको होइन। यो जब त्यो किताब पाउँछ दोस्रो टेस्ट के हो भने जुन किताब छ त्यो चाहिँ के हुनु पर्यो, कन्सिस्टेन्सी हुनु पर्यो। कन्सिस्टेन्सी भनेको जति पनि पुरानो करारमा सिकाइएको छ पुरानो करारको शिक्षा चाहिँ यो कन्टिन्यू हुनु पर्यो होइन, कन्सिस्टेन्सी अर्थोडक्स भन्छ वा कन्सिस्टेन्सी अर्थोडक्स हुनु पर्यो। पुरानो करारकै शिक्षा पुरानो करारको परमेश्वरको बारेमा त्यो सबै कुरा चाहिँ त्यहाँ हुनु पर्यो। जब हामी यो बर्नाबासको पुस्तक पढ्छौँ त्यसमा त्यस्तो के पनि छैन, नाम छ बर्नाबासको भनेर होइन, बर्नाबासले लेखेको भनेर, तर त्यो भित्र पढ्यो भने त्यो शिक्षा चाहिँ पुरानो करारसँग मिल्दैन, त्यो शिक्षा अर्थोडक्स छैन। र साथसाथै थर्ड टेस्ट चाहिँ युनिभर्सल हुनु पर्यो। भन्नु मतलब त्यो समयमा जति पनि मण्डलीहरू थियो, मण्डलीका एल्डर्सहरू थियो होइन, बिसप भन्छ त्यो समयमा, एल्डर्स टिचर्सहरू थियो, उनीहरूले पनि यो भन्नु पर्यो हो यो चाहिँ परमेश्वरको वचन हो, यस यो चाहिँ जुन शिक्षा छ त्यो चाहिँ कन्टिन्युस छ भनेर त्यो बेलामा त्यहाँको चर्चले पनि मान्यता दिनुपर्ने थियो। सो तीनटा टेस्ट पास भएपछि मात्रै हामी चाहिँ हो यो चाहिँ क्यानन हो, यो चाहिँ परमेश्वरको वचन हो भनेर उनीहरूले चाहिँ रिकगनाइज गर्थ्यो है। यो तीनटा टेस्ट पास भएपछि चाहिँ मतलब धेरै छ त्यहाँ, परमेश्वरको काम छ, सबै कुरा छ होइन, तर ह्युमनली स्पिकिङ चाहिँ यो तीनटा टेस्टबाट पास भएर चाहिँ हाम्रो क्यानन कम्प्लिट भएको छ। हुन्छ, अरू केही छैन भने हामी आजको लागि यतिमै राख्नेछ। सर हुनुहुन्छ, कुशल सर। सर जस्तै अगाडि त्यो भन्नुभएको थियो नि, जस्तै यूहन्नालाई चाहिँ रोबोट जस्तो होइन भन्ने कुराहरू, जस्तै यूहन्नाको जति ज्ञान थियो त्यही मुताबिक चाहिँ परमेश्वरले त्यसरी चलाउनु भयो भन्ने कुराहरू चाहिँ गर्दै गर्दा, जस्तै उदाहरणको लागि परमेश्वरले चाहिँ केही सत्यताहरू उजागर गर्न चाहनुहुन्छ भने चाहिँ अब उसले चाहिँ उसको सीमित ज्ञानले चाहिँ कसरी चाहिँ गर्न सक्छ त भन्ने कुराहरू, अर्थात् त्यहाँनिर चाहिँ पवित्र आत्माको भूमिका के त भन्ने कुरा। हजुर, पवित्र आत्माको भूमिका चाहिँ हामीले भने गाइडिङमा छ होइन, मतलब नलेज पनि इट्स अल्सो अ गिफ्ट होइन। यदि हामी रिफर्म थियोलोजीमा हेऱ्यो भने जुन हामीसँग ज्ञान छ, जुन बुद्धि छ, यो पनि परमेश्वरकै देन हो होइन, तर हामीसँग जुन ज्ञान छ त्यसलाई तिखार्ने वा त्यसलाई युज गर्न चाहिँ पवित्र आत्माले प्रयोग गर्नुहुन्छ। तर यसको मतलब यो होइन कि उदाहरणको निम्ति तपाईँलाई ग्रिक आउँदैन होइन त, अब थाहा छैन है, म उदाहरण दिँदैछु, तपाईँलाई ग्रिक आउँदैन, अब तपाईँले कुनै कुरा ग्रिकमा लेख्न सक्नुहुन्छ त? अब मलाई ग्रिक आउँछ अनि म भन्छु ल तपाईँले थीटा लेख्नुहोस्, अल्फा लेख्नुहोस्, अनि तपाईँ लेख्नुहुन्छ नि होइन। तर यही कुरा मैले नेपालीमा भनेको कारणले तपाईँले बुझ्नुभयो, तपाईँ लेख्दै हुनुहुन्छ नि त, मैले भन्नु परेन यो लेख्नु भनेर होइन। तपाईँको जुन ज्ञान छ, बुद्धि छ, हुन त मैले धेरै कुरा भने, तर सबै कुरा तपाईँले अहिले लिन सक्नु भएन होला होइन। त्यही कुरा हो, परमेश्वरले हामीलाई जुन ज्ञान दिनुहुन्छ, किनभने त्यस कारणले हामी परमेश्वर चाहिँ इनकम्प्रिहेन्सिबल हो। परमेश्वरले हामीले बुझ्न सक्दैन, परमेश्वर हामीलाई बुझाउन कोसिस गर्नुहुन्छ, तर हाम्रो दिमाग जुन छ एकदमै लिमिटेड छ होइन। र त्यो लिमिटेड अनुसार नै हामी परमेश्वरलाई जान्न कोसिस गर्छौँ, बुझ्न कोसिस गर्छौँ। र यूहन्नाको केसमा पनि त्यही हो, परमेश्वरले यूहन्नालाई चाहिँ एक्स्ट्रा शब्द वा एक्स्ट्रा दिमाग दिनु भएन होइन, किनभने फेरि त्यो गर्न सक्नुहुन्छ, तर परमेश्वर त्यसरी युज गर्न चाहनुहुन्न होइन। ल तिमीले जे बुझ्यौ, यदि गलत छ भने किन हामीले भने पवित्र आत्माले गाइड गर्दै हुनुहुन्छ। लास्ट त्यसमा हामीले एउटा सेन्टेन्स हेऱ्यौँ, पवित्र आत्माको रोल के छ, जे उसले रेकर्ड गर्दैछ यूहन्नाले, यो चाहिँ ट्रुथ हो र अथोरिटेटिभ होइन, सत्य हो र साथसाथै आधिकारिक पनि हो। त्यो गर्नको निम्ति चाहिँ पवित्र आत्माको रोल त्यहाँ छ। तर जति मैले बुझ्छु
त्यति नै हो होइन। त्योभन्दा धेरै परमेश्वरले मलाई मतलब बुझाउन कोसिस गरे मेरो दिमागले सक्दैन भने त्यो परमेश्वरले चाहिँ जबरजस्ती त्यो बुझाउने होइन। त्यो चाहिँ होइन, त्यो चाहिँ परमेश्वरले जति ज्ञान हामीलाई दिनुभएको छ होइन, सबैको बुझ्ने अन्डरस्ट्यान्डिङ लेभल होइन, नलेज विजडम चाहिँ भिन्नै भिन्नै छ। त्यस कारणले होइन, किन परमेश्वरले कसैलाई धेरै दिनुभएको छ, कसैलाई थोरै दिनुभएको छ, त्यो अनुसार चाहिँ हामीले बुझ्छौँ, त्यो अनुसार चाहिँ हामीले कम्युनिकेट गर्छौँ, कन्भे गर्छौँ। र योनाको केसमा पनि त्यही भएको हामी देख्छौँ। सर जस्तै मैले चाहिँ जस्तै अब प्रकाश 22 अध्यायमा यूहन्नाले चाहिँ स्वर्गदूतलाई चाहिँ ढोक्न खोजिरहेछ, तर स्वर्गदूतले भनिरहेछ होइन मलाई ढोक्ने होइन परमेश्वरलाई ढोक्यो भन्ने कुराहरू गरिरहेछ हजुर होइन। अब त्यहाँनिर त अलिकति त्यो देखियो नि त भन्ने कुराहरू कि। हजुर, त्यही अब योनाले पनि के लेखेको छ, जसले जो सुसमाचार ल्याएको छ वा जो सन्देश लिएर आएको छ त्यो चाहिँ परमेश्वर हो भन्ने उसलाई लाग्यो होइन। त्यही त अब उसको दिमाग, उसलाई उसको सोचाइ त्यही अन्डरस्ट्यान्डिङ त्यही भयो। तर स्वर्गदूतले भन्दैछ म होइन, म पनि तिमी जस्तै हो भन्नु मतलब उसको अन्डरस्ट्यान्डिङ चाहिँ सन्देश ल्याउने चाहिँ परमेश्वर हो होइन। तर स्वर्गदूतले क्लियर गर्दैछ म होइन होइन। त्यस हजुर, तपाईँले जुन ल्याउनु भयो मैले बुझाउन सकेँ कि सकेन, तर कन्क्लुजनमा चाहिँ हाम्रो जति दिमागले जति सक्छ होइन, परमेश्वरले चाहिँ त्यही अनुसार चाहिँ दिनुहुन्छ भनेको। यसको मतलब यो होइन कि हामी पढ्नु हुँदैन, हामी पढ्न मेहनत गर्ने होइन, हाम्रो दिमागलाई अझै होइन मेहनत गर्दै दिमागलाई चाहिँ अझै सार्प बनाउनु पर्छ। तर यो होइन कि सार्पै नगरिकन परमेश्वरले दिनु भइहाल्छ नि भन्ने चाहिँ होइन, भन्ने चाहिँ शिक्षा हो खासमा होइन। त्यो समयसम्म यो नाराको दिमाग जति प्रयोग गइसकेको थियो, जति उसले बुझ्थ्यो, त्यही अनुसार चाहिँ परमेश्वरले उसलाई सहायता गर्नुभयो भन्ने चाहिँ एउटा कन्क्लुजन भनौँ न। हजुर, हुन्छ। अब यही प्रश्न यदि छ भने हामी भोलि पनि लिन सक्छौँ, किनभने हाम्रो समय सिद्धिएको छ। हामी प्रार्थना गरेर हामी छुट्न सक्छौँ। सर हस्, धन्यवाद सास सर, एकदमै उत्कृष्ट तपाईँ आउनु भएको, यहाँ पढाउनु भएको। वी आर रियली प्रिभिलेज